एपिसोड 7 को दोस्रो भागमा तपाईहरुलाई वेलकम गर्न चाहन्छौं। सो एपिसोड 7 को पहिलो भाग हामीले जहाँ छोडेको थियौं हामी त्यहीँदेखि नै दोस्रो भागलाई कन्टिन्यू गरिरहेको छौं। सो तपाईहरु जतिजना फेरि यो दोस्रो भागमा जोडिनु भएको छ तपाईहरुलाई स्वागत छ। हाम्रो बातचितलाई फेरि रिज्युम गरिरहेको छौं। किन धेरै कुरा मेरो आफूलाई चेक गर्ने पनि मैले टाइम पाउँदैछु अनि म आशा गर्छु यहाँ हाम्रो मिडिया टिमकोहरूले पनि पाउनु हुँदैछ भनेर अनि साथै भ्युअर्स लिसनर्सहरूले पनि। सो अघि यहाँ पास्टर बाउले तपाईले विवाहमा यो डिफरेन्सेसले आउने द्वन्द्वको कुरा गर्दै हुनुहुन्थ्यो हैन, कन्फ्लिक्टको कुरा गर्दै हुनुहुन्थ्यो। किनभने कुनै पनि विवाहित जोडाहरू विवाहमा आउँदाखेरि 1-2 वर्ष बिहा गर्छु त्यहाँदेखि डिभोर्स गर्छु भनेर त आएको हुँदैन हैन। राम्रै इन्टेन्सनमा आएको हुन्छ, मजाले गर्छु, विवाहित जीवन एकदमै ठुलो सोचेर आएको हुन्छ। अनि कोही बेला प्रश्नमा आउँछ, अब सायद यो प्रश्न कतिजना विवाह नगरेका व्यक्तिको हुनसक्ला जोहरू विवाहको लागि तयार हुँदै गर्दा धेरै विवाहको समस्या देख्दै गर्दाखेरिको प्रश्न हुनसक्ला। अनि उहाँहरूको विवाहबाट पनि म सोध्दैछु यो प्रश्न चाहिँ, त्यो चाहिँ के भन्दाखेरि राम्रै सुरु गरेको हुन्छ, इन्टेन्सन पनि राम्रै हुन्छ हैन, विवाहलाई राम्रोसँगले चलाउने सोचेको हुन्छ, फेरि माया ओभरै बेसी गरेको हुन्छ, मरि नै दिन्छु जस्तो प्रकारले नै बिहामा आएको हुन्छ हैन। तर त्यस्तो मायासँग विवाहमा आउँदा, त्यस्तो राम्रो इन्टेन्सनसँग विवाहमा आउँदा पनि के भएर चाहिँ कन्फ्लिक्ट भइपठाउँछ त विवाहमा? के भएर यस्तो डरलाग्दो कन्फ्लिक्ट भइदिन्छ? के रिजन्सहरू के हुनसक्छ? सरुदी तपाईलाई यो विवाहमा आउने द्वन्द्व चाहिँ एकदमै नेचुरल हो, यो चाहिँ नर्मल यसलाई हामीले लिनुपर्छ। किनकि यो चाहिँ दुई भिन्दै भिन्दै व्यक्ति चाहिँ टुगेदर बस्दैछ भनौँ, दुईटा ग्रहको व्यक्ति सँगै बस्ने कोसिसमा छ अनि त्यहाँ चाहिँ अब क्ल्यास हुन्छ। किनकि हामी धेरै कुराहरू बोकेर आएको छौँ विवाहभित्र, त्यसैले यो द्वन्द्व चाहिँ कहाँबाट आउँदैछ भन्ने चाहिँ श्रीमान श्रीमतीले जान्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि प्राय प्रिम्यारिटल काउन्सिलिङमा पनि हामी हेल्प गर्छौँ उहाँहरूलाई, कहाँबाट आउँदैछ पहिलेबाट थाहा भयो भने। किनकि हामी चाहिँ प्राय के गर्छौँ भन्दाखेरि द्वन्द्व आएपछि त्यसको एफेक्टलाई मात्रै फोकस गर्छौँ क्यों। हाम्रो लागि त्यो एफेक्ट ठुलो कुरा होइन। जस्तो कोही मदपान गर्दैछन् त्यो ठुलो कुरा होइन, तर त्यो मदपान गर्ने कारण चाहिँ के हो त्यो कारणमा जानु आवश्यकता। सो द्वन्द्व चाहिँ कहाँबाट आइरहेछ विवाहमा भनेर चाहिँ थाहा गर्नु आवश्यकता छ। अनि यदि अगाडिबाटै थाहा छ भने त उनीहरूले पहिलेदेखि अलर्ट हुन्छ, उनीहरू होइन होसियार हुन्छ। तर अब विवाह गरेको धेरै वर्ष भएको सायद कपलहरू हुनुहुन्छ भने मेरो वान अफ द मेरो पिएचडीको रिसर्च पनि मैले एकदमै कन्फ्लिक्टको बारेमा धेरै मैले पढ्ने मौका पाएँ। अनि यो द्वन्द्व चाहिँ खासमा हामीले याद गर्दाखेरि चाहिँ हामी 3 ठाउँबाट आउँछ। जस्तो विवाहभित्रको द्वन्द्व चाहिँ मबाट पनि आउँछ, मबाट यो चाहिँ इन्ट्रा भन्छ, इन्ट्रापर्सनल। सो मैले धेरै समय विवाहभित्र समस्या ल्याउँछु जुन चाहिँ धेरै विवाहभित्र एक्सेप्ट गर्नु मान्दैन कपालले। किन जहिले पनि तिमीले गर्दा, तपाईँले गर्दा मेरो विवाहमा समस्या, म यस्तो थिइनँ पहिला हो, तपाईँले गर्दा म चेन्ज भएँ, काइन्ड अफ द्वन्द्व हुन्छ। तर एउटा कुरा याद हुन्छ, मबाट आउँदैछ। मबाट कहाँबाट आउँछ भन्दाखेरि चाहिँ मेरो व्यक्तित्वले हैन, मेरो पर्सनालिटी भनौँ, व्यक्तित्वले आउँछ, मेरो उद्देश्यले आउँछ, मेरो गोल्सहरू हुन्छ नि लाइफको, या मेरो इन्ट्रेस्ट, मेरो हबीले पनि, मेरो के भन्छ हबीलाई, केही कुरामा आफूलाई इन्ट्रेस्ट लाग्ने कुरा होइन, हबीमा, या म जुन ब्याकग्राउन्डबाट आएको छु, मेरो पृष्ठभूमि, मेरो पारिवारिक पृष्ठभूमि, म कसरी हुर्केको छु, मेरो आमा बुवाले कसरी मलाई हुर्काउनु भएको छ, मैले कसरी, मलाई पैसा रुपियाँ, मैले मेरो परिवारको फाइनेन्सियल कन्डिसन कस्तो थियो, त्यो सबै कुरा, जस्तो मेरो एजुकेसन, मेरो पढाइ लेखाइले पनि म त्यो सबै बोकेर, त्यो पोका बोकेर विवाहभित्र आउँदैछु नि त होइन। मेरो परिवारको सबै ब्याकग्राउन्ड, धार्मिक ब्याकग्राउन्ड, या चर्च जाँदैछ भने कुन चर्चको डिनोमिनेसन ब्याकग्राउन्ड, अल दोज कुरा। सो ती सबै कुराहरू चाहिँ म विवाहमा लिएर आउँदाखेरि चाहिँ धेरै समय मेरो ब्याकग्राउन्ड, किनकि मेरो लाइफको झन्डै मैले हाफ लाइफ अब जुन बिहा त भर्खर सुरु गर्दैछु नि त, मेरो सबै पोका त म बोकेर यहाँ विवाहमा आउँदा चाहिँ मैले धेरै समय मेरोबाट आइरहेको हुन्छ विवाहमा समस्या, इन्ट्रा भन्छ त्यो मबाट आउने। अर्को चाहिँ विवाहमा कहाँबाट समस्या आउँछ भन्दाखेरि जब अब दुईजनाको तालमेल सुरु हुँदाखेरि दुईजनाबाट आउने द्वन्द्व सुरु, जस्तो कम्युनिकेसन, बातचित, एउटाले कुरा गर्छ आग्राको, अर्कोले कुरा गर्छ गाग्राको, त्यहाँ कुरा मिल्दैन अनि ब्ल्याड ब्लड है द्वन्द्व सुरु हुन्छ। त्यो कुरा नमिल्दाखेरि कम्युनिकेसनको, सञ्चारको समस्याले गर्दा, या भनौँ सेक्सुअल रिलेसनसिप, यौन सम्पर्कको कुराहरूमा होइन, यौन सम्बन्धमा पनि धेरै 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 अहिले
हाम्रो विशेष गरी नेपाली भाषी हाम्रो जगतमा हामी कुरा पनि गर्दैनौँ खासमा, तर धेरै विवाहभित्रको द्वन्द्व चाहिँ यौन सम्बन्धले गर्दा पनि आइराखेको छ। अनि फाइनेन्सियल म्यानेजमेन्टको कुरा आउँछ, त्यो पनि किनकि त्यो तालमेल अब गर्दै गर्दा मेरो इन्कम उहाँको इन्कम या एउटा काम गर्ने नगर्ने त्यो सबै, या एकजनाको लोन एकजनाको सेभिङ्स सब त्यहाँ कसरी त्यहाँ यो सबै कुरा आउँदै जान्छ ती कुराहरूले गर्दा। अनि विवाहभित्रको रोल अब अहिलेको जेनेरेसनमा झन् दुईजनै काम गरिरहेको छ, तर अब ट्रेडिसनल पहिलाको पाराले त अब आमाले खालि किचनमा मात्रै काम गर्ने हो, बाबु कमाउने हो ल्याउने। यहाँ त आमा पनि दिन रात खटिरहेछ, नानी हेर्नु परिरहेछ। विवाहभित्रको रोल कसले के गर्ने त अब कसले नानी हेर्ने, कसले पकाउने, सबै फेरि दिदीबहिनीले गर्ने कि दाजुभाइले खालि काम गरेर मात्र आउने कि या कसरी के गर्ने, दुईजनाको त्यो रोलको द्वन्द्वले पनि एकदमै हुन्छ। अनि त्यो पनि एउटा ठुलो सङ्घर्ष छ। अनि स्पाउसल अब्युज भन्छ, धेरै समय विवाहभित्र धेरै एकअर्कालाई शोषण गर्ने, दबाउने, होइन, धेरै शोषण गर्ने, अब्युज भएको पनि। सो त्यो चाहिँ इन्टरपर्सनल भन्छ, त्यो चाहिँ हामीबाट आउने द्वन्द्व हो। सो कहाँबाट आउँदैछ, मबाट आउँदैछ कि हामीबाट तालमेलमा आउँदैछ कि या तेस्रोमा चाहिँ बाहिरबाट आउने एक्सटर्नल फ्याक्टर हुन्छ विवाहमा। अनि एक्सटर्नल फ्याक्टर एकदमै एक्टिभ हुन्छ, खासमा हामीलाई याद हुँदैन, त्यो चाहिँ अब एकदमै रेडी भइराखेको हुन्छ, बिचराहरूलाई पनि याद हुँदैन। तर त्यो एक्सटर्नल फ्याक्टरले धेरै समय बाहिरबाट आउने समस्याले विवाहमा एकदमै समस्या ल्याइरहेको हुन्छ। जस्तो उदाहरणको लागि हामी त अब नेपाली परिवारमा चाहिँ विशेष गरी हामी त एकअर्कालाई मात्र बिहा गर्दैन, हामी दुई परिवारको बिहा भएको जतिकै हो। यहाँ सबै इन्भल्भ हुन्छ, सबैको खुट्टा, होइन। अझ बिहा अरेन्ज राम्रै बिहा अब मागी विवाह नै हो भने पनि आमा सबको यहाँ एन्ट्री भएको हुन्छ। त्यहाँदेखि चाहिँ अब धेरै समय श्रीमतीहरू अब हाम्रो नेपाली कल्चरमा त अब हामी श्रीमानको घर जान्छौँ, त्यहाँ फेरि हाम्रो सासू ससुरा जेठानी देउरानी के हुन्छ, अब त्यहाँ सम्बन्ध सबै यो जोइन्ट फ्यामिली सिस्टम इनलजहरूले कति समय उनीहरूले जानी चाहिँ हुँदैन, तर या कति समय जानी पनि हुन्छ क्योंकि सास बिकाको हेरिरहेको छ, होइन। कति समय जानी पनि हुन्छ, तर कति समय अन्जानमा पनि उहाँहरूले विवाहभित्र श्रीमान श्रीमतीको विवाहभित्र द्वन्द्व ल्याइदिइरहेको हुन्छ। अनि त्यो भन्न पनि सकिँदैन फेरि परिवारमा कि तपाईँहरूले गर्दा हाम्रो विवाह बिग्रिँदैछ है, त्यो रुमभित्रको कुरा गर्न सकिँदैन बाहिर आएर, ठिक्कै भइरहेको जस्तो हुन्छ। तर एउटा शब्दले त्यहाँ सबै बिग्रिसकेको हुन्छ, होइन। बुढी ठुस्किसकेको हुन्छ, त्यहाँदेखि होइन बुढा फकाइरहेको, बुढा बिचमा भइरहेको, त्यहाँ के अब श्रीमानलाई एकदमै साह्रो परेको अवस्थाहरू एकदमै। अर्को चाहिँ साथी एक्सटर्नल बाहिरबाट आउने चाहिँ धेरै समय साथीको कारणले पनि हुन्छ। विवाहभन्दा अगाडि आफ्नो आफ्नो साथीको सर्कल हुन्छ, जुन चाहिँ राम्रो पनि हो एकदमै, विवाह पछि पनि मेन्टेन गर्नु राम्रो हो, तर कति समय टु मच साथीको इन्भल्भमेन्ट हुन्छ विवाहभित्र, किनकि त्यो प्रायोरिटी जसरी आमा बाबुलाई छोडेर 2-1 भएको जस्तो चाहिँ साथी पनि छ, तर 2-1 हुन नसक्यो भने चाहिँ साथी एभ्री टाइम भइदिन्छ नि, या साथीको इन्भल्भमेन्ट टु मच पनि भइदिन्छ नि। एउटा पोइन्टमा चाहिँ ला मलाई त उसले साइड लाएर जे पनि साथीलाई मात्रै सेयर गर्दैछ, श्रीमती या श्रीमान अलिकति साइड भएको अवस्था, या धेरै कुरा इमेच्योर साथीहरू छ भने उनीहरूले पनि द्वन्द्व ल्याइदिइरहेको हुन्छ, उनीहरूलाई आइडिया हुँदैन। अर्को धेरै समय चाहिँ नानी जन्मेपछि हुनु चाहिँ नानी समस्याको कारण होइन, तर त्यो टिमवर्क नभएर नानीलाई हुर्काउनु नजान्दाखेरि धेरै समय नानी आइसकेपछि धेरै द्वन्द्व सुरु भएको छ आमा बाउमा। खासमा नानी त खासमा ब्लेसिङ हो है, आशिषको कारण हो, तर हामीलाई नजान्दाखेरि एउटालाई भार पर्दा अर्कोलाई लोड भइरहेछ, अर्कोलाई उसले सम्हाल्नुपर्छ भन्ने छोडिदिइराखेको हुन्छ। तर त्यो नानीको स्पेसली त्यो सानो फेजहरूमा नानीले कति इरिटेट गर्छ, होइन। विशेष गरी आमाहरूलाई रेस्ट चाहिएको हुन्छ, उनीहरूलाई पनि रिफ्रेसमेन्ट रिक्रिएसन चाहिएको हुन्छ, त्योहरू गर्नु नपाउँदा धेरै समय नानीको कारणले पनि द्वन्द्व भइसकेको हुन्छ। इन द सेन्स आमा बाउको बिचमा एकदमै बुढाबुढीको बिचमा एक प्रकारको धेरै डिस्टेन्स, एकदमै एउटा के भन्छ ग्याप आइसकेको हुन्छ। अर्को छ बाहिरबाट आउनेमा चाहिँ अझै तपाईँले हेर्नुभयो भने सोसियल मिडिया अहिलेको एकदमै चल्दो बल्दो, होइन, फोन ग्याजेट्स, होइन। अब यसलाई अभोइड गर्न पनि सकिँदैन, तर यसले गर्दा नै धेरै 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 विवाहहरू, मेरो धेरै केसेसहरू मैले डिल गर्दैछु जहाँ चाहिँ सोसियल मिडियाले गर्दा, फोनले गर्दा विवाहमा आएको द्वन्द्व छ। अनि डिमान्ड गर्दा पनि भएको छैन नि, धेरै समय यो सोसियल मिडियाको कारणले पनि यो तेस्रो फ्याक्टरै हो, यसले झन्डै ठुलो ठाउँ लिइसकेको छ अहिले विवाहभित्र, नि यसले पनि समस्या ल्याइरहेको छ। अर्को आउने बाहिरबाट आउने चाहिँ अब एक्स्ट्रा अफेयर, विवाह राम्रै भइराखेको हुन्छ,
कि उसलाई मन पराइदिने बाहिरबाट को हुन्छ आजकलको होइन आजकलकोले म्यारिड पनि हेर्दैन है अनि नानीको आमा पनि हेर्दैन नानीको बाउ पनि हेर्दैन उनीहरूलाई मन पर्यो भने हासिल गर्नु मात्रै छ अनि म धेरै डिल गर्छु त्यो भएर पनि यस्तो केसेसहरू अनि उनीहरूलाई केही पनि छैन सो अनि कति समय कुन एउटा म्यासेजले गर्दा त्यहाँ कहाँ पुगिसकेको हुन्छ होइन धेरै समय भाग्दै गरेको श्रीमतीहरूलाई फर्काएर भाग्दै गरेको श्रीमानहरूलाई फर्काएर ल्याएको अवस्था पनि छ होटलमा पक्रेको अवस्था छ धेरै कुराहरू छ अब हामी देख्छौँ एक्स्ट्रा अफेयरले पनि धेरै समय विवाहभित्र धेरै विवाहभन्दा बाहिरको सम्बन्धले विवाहभित्र द्वन्द्व लागेको छ सो द्वन्द्व चाहिँ किन आउँछ भन्दा पनि कहाँबाट आउँदैछ जब हामीले यसको रुट कज चाल पाउँछौँ यसको जरामा पुग्छौँ भने मात्रै श्रीमान श्रीमती यदि विवाह बनाउन चाहन्छ स्वस्थ हुन चाहन्छ भने चाहिँ है हामीलाई लाग्छ त्यो रुट अब जब पक्रेपछि चाहिँ हामीले त्यहाँ चाहिँ काम गर्न सक्छौँ नत्र भने हाम्रोमा त्यो द्वन्द्वको साइड इफेक्टलाई मात्रै फोकस गर्छौँ कि त्यसले के भयो उत्पन्न भइरहेछ अनि त्यो गर्दाखेरिको प्रोसेसमा चाहिँ हामीले त्यो जरामा जानु चाहिँ मिस गर्छौँ त्यसैले काउन्सिलर्सहरू चाहिन्छ हेल्प चाहिन्छ जसले चाहिँ उनीहरूलाई हेर्नुमा सहायता गर्छ नि त सो एउटा कन्फ्लिक्ट आउनुमा एउटा चाहिँ इन्टर आफूले बोकेको ब्यागेज छ इन्ट्रा भन्नु त्यो चाहिँ इन्ट्रा एउटा चाहिँ इन्टर श्रीमान र श्रीमती बिचको आफ्नो आफ्नो ब्यागेज लिएर आएकोले गर्दा एउटा चाहिँ एक्सटर्नल सो मलाई अझै एउटा क्वेसन एड अन गर्नु मन परेको तपाईँहरू कसैले पनि रेस्पोन्ड गर्दा भयो जब एउटा विवाहित जोडीमा श्रीमानले या श्रीमतीले थाहा गर्छ कि यो कारणले गर्दाखेरि चाहिँ हाम्रो समस्या हुँदैछ है मानिलिउँ इन्ट्राको कुरा गरौँ या इन्टर या एक्सटर्नल कुनै पनि कुराले चाहिँ हाम्रोमा कन्फ्लिक्ट हुँदैछ हाम्रो म्यारेज अलिक अनहेल्दी हुँदैछ भनेर थाहा गर्दैछ तर सँगैमा आफ्नो स्पाउसले आफ्नो पार्टनरले चाहिँ त्यो कुरालाई नभएको जस्तो प्रकारले गर्दैछ भने त्यसमा कसरी वर्कआउट गर्न सकिन्छ त्यो भागमा यो जुन कन्फ्लिक्ट छ कन्फ्लिक्ट आउनुको मैले बुझाउन सकेँ नि यो प्रश्नलाई सो त्यसलाई कसरी वर्कआउट गर्न सकिन्छ त्यस्तो केसेसहरूमा यो एउटा के भन्नु वान अफ द इम्पोर्टेन्ट क्वेसन्सहरू मध्येमा एकदमै एउटा क्वेसन तपाईँले गर्नुभयो जुन सिचुएसनको बारेमा तपाईँले बताइराख्नु भएको छ यो अहिलेको समयमा सायद एज अ लिडर हामीले फेस गरिरहेको सिचुएसन पनि हो अनि यो एकदमै गम्भीर कुरा पनि हो किनभने हाम्रो सन्दर्भमा या त हाम्रो ठाउँहरूमा धेरैचोटि कपल्सहरू हेल्पको लागि धेरैचोटि जान चाहँदैनन् अनि किनभने धेरैचोटि कस्तो पनि छ भन्दाखेरि यदि कोही कपल्सहरू हेल्पको लागि जाँदैछ भनेदेखि फेरि उनीहरूलाई अरूहरूले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ सो अब यस्तो एउटा सिचुएसनको बारेमा तपाईँले बताइराख्नु भएको छ जहाँनिर हस्बेन्ड वाइफमा एकजनालाई थाहा भइरहेको छ महसुस गरिरहेको छ कि हाम्रो विवाहमा केही समस्या भइरहेको छ या हाम्रो विवाह अनहेल्दी हुँदैछ भनेर थाहा भइरहेको छ तर साथसाथमै उहाँको पार्टनरलाई चाहिँ फेरि त्यही कुरा थाहा भएको छैन सबै कुरो ठिकै भइरहेको छ जस्तो लागिरहेको छ अनि अब यस्तो सिचुएसनमा चाहिँ धेरैचोटि उनीहरूलाई टुगेदर सँगै ल्याउनु चाहिँ एकदमै धेरैचोटि गाह्रो कुरो भइरहेको छ अनि हामी चर्च लिडर्सहरूलाई पनि यो कुरो एकदमै चुनौतीको कुरो नै भइरहेको छ कि हामी कसरी उनीहरूलाई हेल्प गर्न सक्छौँ अब हेल्प त तब गर्न सक्छौँ जब उनीहरू टुगेदर आउन सक्छ अनि अब यो विषयमा धेरैचोटि अब हाम्रो समाजमा हाम्रो सोसाइटीमा सायद एउटा अवेरनेसको पनि आवश्यकता छ जस्तो मलाई लाग्छ जहाँनिर अघि हामीले सुरुमा कुरा गर्दै थियौँ कि हामी चाहिँ जानी हाम्रो विवाहलाई राम्रो बनाउनु पर्छ भनेर हामीले त्यो उद्देश्यलाई हामीले बोक्नु एकदमै महत्त्वपूर्ण छ अनि साथसाथै अघि तपाईँले भन्नुभयो नि होसेको कुरा गरिराख्नु भएको थियो कि जहाँनिर ज्ञानको कमीले गर्दाखेरि मेरो प्रजाहरू नष्ट भइरहेको छ अनि धेरैचोटि हामी यस्तो किन हुन्छ यस्तो सिचुएसन किन आउँछ भन्दाखेरि धेरैचोटि यो ज्ञानको कमीले गर्दाखेरि पनि हो सो अब यसमा कतिवटा प्र्याक्टिकल सल्युसन्सहरू पनि छ जो हामी अप्लाई गर्न सक्छौँ लागू गराउन सक्छौँ जस्तो हाम्रो लागि एउटा एकदमै इफेक्टिभ चाहिँ के भएको छ भन्दाखेरि कपल सेमिनार्सहरू जब हामी चर्चेसहरूमा हामी कन्डक्ट गर्छौँ त्यो समयमा धेरैचोटि कपल्सहरूले आफ्नो बारेमा अनि आफ्नो स्पाउस आफ्नो श्रीमान या श्रीमतीको बारेमा जान्ने मौका उनीहरूले पाउँदो रहेछ यो पनि हामीले थाहा गऱ्यौँ जब
कपल सेमिनार्सहरू रन भयो अनि त्यो हुँदाखेरि चाहिँ हामी चाहिँ यहाँ रहेछौँ है भन्ने कुरा चाहिँ उनीहरूले थाहा पाउन सक्यो क्या अनि मैले काम गर्नुपर्ने रहेछ मेरो विवाहमा भनेर उनीहरूले पनि थाहा पायो सो तपाईँले यहाँनिर अहिले एउटा यस्तो सिचुएसनको बारेमा हामीलाई बताउनु भयो जुन सिचुएसन चाहिँ हामी सबैले नै फेस गरिरहेका छौँ स्ट्रगल गरिरहेका छौँ अनि हामीले कसरी हेल्प गर्ने भन्दा चाहिँ एउटा चाहिँ इफेक्टिभ वे चाहिँ यो कपल सेमिनार पनि मलाई लाग्यो जसले चाहिँ हामीले पति पत्नी दुवैजनालाई राखेर चाहिँ उनीहरू आफैलाई मूल्याङ्कन गर्ने दोष देखाउने होइन तर आफैलाई मूल्याङ्कन गर्ने अनि मूल्याङ्कन गर्दा धेरैचोटि म कहाँ छु भन्ने कुरा उनीहरूलाई थाहा हुँदो रहेछ सो त्यसरी हामी उनीहरूलाई यो एउटा तरिका हो जहाँबाट हामी उनीहरूलाई सहायता पुर्याउन सक्दो रहेछौँ अनि अरू केही छ अब दुईजनामा विशेष गरिकन अब हामी धेरै म्यारेज केसेसहरू डिल गरेको हुनाले मेरो अनुभवमा चाहिँ अब एकैजनालाई मात्र हामीले डिल गरिराखेको हुनुपर्छ किनकि बिकज अर्कोले आइदिँदैन त्यस्तो केसमा अझ हामीले के गर्न सक्छौँ भन्दाखेरि जसलाई फिल भइरहेको छ जो कमजोर भयो किनकि ऊ त विवाहमा एउटालाई फिल भएको छ एउटा महसुस भइरहेछ म विवाहमा एक्लो अनुभव गरिरहेको छ नि त यो जसलाई चाहिँ हामी टुगेदर लोन्ली भन्छौँ दुईजना सँगै चाहिँ छ तर लोन्ली भइरहेछ नि त अनि उसले जब हिन्ट दिइराखेको छ पार्टनरले बुझ्नै सकेको छैन मैले सबै त गरिरहेको छु पैसा पनि ल्याइरहेको छु कमाइरहेको छु हेरिदिइरहेको छु नानीसँग बेला बेलामा म टाइम पनि बिताइदिइरहेको छु सबै त गरिरहेको उसलाई नर्मल लागिरहेछ तर यता सपोज श्रीमतीलाई एकदमै एक्लो अनुभव भइसक्यो उसलाई घर छोड्नु मन परिसक्यो ऊ मेन्टली डिस्टर्ब भइसक्यो मानसिक स्वास्थ्य उसको डाउन भइसक्यो अनि उसले धेरै हिँड दिँदा पनि भएको छैन भन्ने चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ भन्दाखेरि उसको लागि एटलिस्ट जो कमजोर भइरहेको छ उसलाई यो विवाहलाई धान्नुको लागि चाहिँ उसलाई हामीले साथ दिनु एकदमै आवश्यकता छ त्यसैले मैले मण्डलीहरूलाई विशेष गरी म एकदमै इन्करेज के गर्छु भन्दाखेरि मण्डलीमा म्यारेज मेन्टर्सहरू छ भने या विवाहको एउटा टिमै छ जसले जुन चाहिँ सेफ प्लेस छ उनीहरू आएर पोर आउट गर्न सक्ने भन्न सक्ने किनकि हाम्रो त भन्न नसकेको कारण चाहिँ विश्वास नगरेर हो किनकि एउटालाई भनियो एक कान दुई कान मैदान हुन्छ है भोलि घुमफिराएर फेरि आफ्नै कानले सुन्नुपर्छ आफ्नो समस्या त्यो हुँदा त झन् घाउमा झन् नुन थपेको जस्तै हो सो त्यसैले मण्डलीले एउटा सेफ स्पेस क्रिएट गरिदिने जहाँ चाहिँ उनीहरू आएर भन्न सक्ने उनीहरूलाई हौसला दिने अनि किनकि हामीले त्यो हौसला दिँदा नै धेरै समय अनि कति समय अब श्रीमानलाई यस्तो सेमिनारहरूमा ल्याउनु सक्यो भने मूल्याङ्कन गर्न सक्ने अवस्था भयो भने उनीहरूले वर्कआउट गर्ने टाइम पाउँछ एजुकेसन नभएर पनि हो ज्ञानको कमी भएर पनि हो कति समय चाहिँ त्यो पर्सनालिटीले गर्दा उनीहरू गर्नै चाहँदैन क्या म कहाँ उसलाई खुसी मात्र बनाइरहनु भन्ने खालको पनि धेरै समय हामीलाई त्यो काउन्सिलिङ गर्दा आउँछ कि अनि खुसी बनाएको होइन खासमा चाहिँ यो चाहिँ कस्तो भन्दाखेरि तपाईँले जब विवाह गरेर आउनुहुन्छ कोहीसँग तपाईँ त मृत्युले अलग नगरेसम्म त्यो व्यक्तिसँग बस्ने हो नि त तपाईँको अप्सन छैन नि त होइन अप्सन भयो पो लु ठिकै छ छोराछोरीलाई त बरु अप्सन छ 18-19 काटेपछि लु बाहिर निस्किन्छु घर छोड्छु अब यहाँ त श्रीमतीको अप्सन छैन नि त सो तपाईँ त होल लाइफ टुगेदर बस्ने हो नि त अनि तपाईँ होल लाइफ बस्ने व्यक्ति जब तपाईँको पार्टनर सङ्घर्ष गर्दैछ भने उहाँकोमा चाहिँ त्यो एउटा अवेरनेस आउनु एकदमै आवश्यकता छ किनकि जस्तो म उदाहरण दिन्छु प्रायः हामी के गर्छौँ भन्दाखेरि जब नानीको आमा बाउ भइसकेपछि नानी सानो हुँदाखेरि तोते बोल्ने भएपछि हामी के गर्छौँ हामी त कहिले पनि हामी त राम्रो भाषा बोल्छौँ नि तर नानी तोते बोल्दैछ नि त हामी पनि तोते बोलिदिन्छौँ नि त उसकै भाषामा बोल्छौँ किन उसको एउटा खुसीको लागि उसको स्माइलको लागि उसलाई प्लिज गरेको होइन तर हामीलाई पनि खुसी हुन्छ नि त उसको एक खुसीलाई हामी पनि खुसी हुन्छौँ उसँगै हामी बामे सर्दिन्छौँ उसको लागि घोडा भइदिन्छौँ कति खेप होइन यहाँ मेरो श्रीमान घोडा भएको मैले देखेको छु होइन अझ पनि हुन्छ घरि एरोप्लेन खेलाउनु पर्छ नानीलाई होइन उसको लागि हामी चाइल्ड भइदिन्छौँ नि सानो नानी किन उसलाई खुसी पारेको होइन तर हामी माया गर्छौँ त आउट अफ लभ उसको एक खुसीको लागि हामी जे पनि गर्छौँ अनि त्यो चाहिँ किन नभएको त श्रीमान श्रीमतीमा जुन चाहिँ विवाहभन्दा अगाडि थियो जस्तो भाइले भनेको जस्तै अँगालो मारेर मुभी हेर्छु भनेर लाइक 24 घन्टा अँगालो मारेर मुभी हेर्छु तर त्यो भएन तर त्यो गर्न पनि सकिन्छ नि त एउटा मोमेन्टमा हामी होइन त्यो जुन आनन्द लुट्नु खोजिरहेको छौँ आफ्नो पार्टनरसँग गर्न सक्छौँ नि इन्टेन्सनल भयो भने त्यही एक्ज्याक्ट नगरेर त्यो म्याच्योरिटी वेमा हामी गर्न सक्छौँ होइन सो पार्टनरको खुसीको लागि जब उसले महसुस गरिसक्यो विवाहमा अब म रेड लाइनमा म पुग्दैछु होइन
भनेपछि अर्कोले चाहिँ त्यो बुझिदियो भने चाहिँ विवाहको त्यसमा चाहिँ इन्टेन्सनालिटी देखिन्छ कि त्यसमा चाहिँ लागि परेर ओके मेरो पार्टनर खुसी छैन के फाइदा यो विवाहमा चाहिँ होइन किनभने छोराछोरी त घर छोड्ने हो एक दिन लास्टमा बस्ने त यही बुढाबुढी हो अप्सन छैन सो मैले उसलाई खुसी पार्नु प्लिज गर्नुलाई उसलाई थैथैमा राख्नु खोजेको होइन तर उसको खुसी नै मेरो खुसी हो नि त राइट त्यो हेर्नु सक्नु चाहिँ नि मलाई लाग्छ त्यो गर्यो भने विवाहको यो एकजनाले जुन सङ्घर्ष एक्लै गरिरहेको छ नि त्यो धेरै हराउँछ त्यसैले त्यस्तो अवेरनेसहरू उहाँले भनेको जस्तो चाहिँ कपल सेमिनारमा किन एउटाले बुझ्दैन मैले धेरै केसहरू ह्यान्डल गरिरहेको छु कि दिमागमै आउँदैन कि विवाह फल अपार्ट भइरहेछ जबसम्म त्यो श्रीमती माइती गइदिँदैन या त्यो श्रीमानले अर्को केटीमा आँखा लाउनु थाल्दैन या उसले अरूमा इन्ट्रेस्ट अनि मात्रै रेड साइन उसकोमा आएको ढुङ्गामा खुट्टा ठेस्न लागेको जस्तो क्या त्यसो जब हिन्ट पाउँदैछ अगाडिबाटै म त रिक्वेस्ट गर्छु वर्कआउट गर्नुहोस् इभन घरमा नानीले आइ एम नट ह्याप्पी म यो घरमा खुसी छुइनँ भन्नु पनि हामीले सिरियसली हामी नानीलाई लिनु पर्यो नि त अनि किन ऊ खुसी छैन हामी त उसकै लागि मेहनत गरिरहेछौँ नि त सो विवाह पनि त्यही हो जब मेरो पार्टनरले उसले कुनै दिन आएर मलाई म्यारेजमा चाहिँ मलाई एकदम उकुस मुकुस भइरहेछ भन्ने बित्तिकै चाहिँ मेरो लागि त म त सोच्नु पर्यो किनकि यो म्यारेजमा चाहिँ म उकुस मुकुस भएको चाहदिनँ नि त आई वान्ट हिम टु इन्जोय वेन ही कम्स होम होइन उसलाई रेस्ट चाहिन्छ उसलाई मैले गन गरेर उसलाई वाक्य बनाउनु भएन उसलाई के चाहेको छ त्यो थाहा गर्नु नै उसको खुसी मेरो खुसी हो मेरो उन्नति उहाँको उन्नति हो होइन उहाँको उन्नति त्यो सोच्नु चाहिँ नि म्यारेजमा पार्टनर्सहरूमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ सो यो म्यारेज कन्फरेन्स सेमिनारहरू है एकदमै किनभने म आफैलाई पनि नि यो पास्टर बाबुले तपाईँले यो सेमिनार कुरा गर्दै गर्नुहुँदा सुरुमा चाहिँ यो इम्पोर्टेन्ट हो भन्ने भयो म आफै पनि गएँ कति जग्गामा बोल्नु तर पछि मलाई यो त इम्पोर्टेन्ट हो के हो भन्ने खालको लेभल भएको थियो क्या मलाई किनभने कस्तोलाई एउटा श्रीमान भएको कारणले गर्दा धेरैचोटि कपल्सको सेमिनारहरू चाहिँ अब गयो अन्त लास्टमा चाहिँ त्यो सेमिनारबाट निक्लिँदा चाहिँ बुढा चाहिँ लुप्त भएर निस्किनु पर्ने बुढीलाई यो गर्नु बुढीलाई त्यो गर्नु भनेर बुढी चाहिँ माथि होइन एकदम छाती फुलाएर बुढा चाहिँ मैले सो त्यो हुँदा चाहिँ मलाई एक प्रकार क्वेसन भएको थियो के हो यो म्यारेजको त सेन्टर त वाइफ हुँदैछ त भन्ने क्वेसन भएको थियो क्या मलाई त्यो त कहाँसम्मको सही हो भन्ने भइरहेको थियो त्यहाँदेखि त्यो म्यारेज मेन्टर वर्कसप यहाँ 7 डिप्सबाट जुन भयो त्यो मेन्टर वर्कसपमा पनि मेरो चाहिँ यो वर्कसप भन्दा पनि शिखासँग आएको छु यो चाहिँ ठुलो कुरा भन्ने भइरहेको थियो तर त्यो वर्कसपमा बस्दै गर्दा प्रभुले मलाई पनि सिकाउनु भयो कि हामी कसरी अघि तपाईँले भन्छ भिन्न छौँ अनि यो भिन्न भएको मान्छेहरू चाहिँ ख्रिस र मण्डलीको जस्तो माया देखाउनु लागि चाहिँ कस्तो अवेरनेस कति चाहिन्छ टुल्सहरू कति चाहिन्छ भन्ने नि अब अहिले पनि सिकाएर म इन्टेन्सनली एभ्री बेलुका यो अहिले तपाईँसँग लास्ट जुन भेट भएपछि हामी यो यसमा पुरा बात गर्दैछ कि रिसेन्टली मैले उसलाई सोध्दै थिएँ कि मैले तिमीलाई इमोसनली कति सपोर्ट गर्न सक्दैछु भन्ने विषयमा यस्तो गफ कहिले भएको थिएन हाम्रो इमोसनली कति सपोर्ट गर्न सक्दैछु भन्दाखेरि त म त निकै डाउनै रहेछु त्यो भागहरू नि सो भेरी इम्पोर्टेन्ट अनि यो राम्रो कुराहरूलाई हामीले सुन्न पाउँदैछौँ सो यो चाखलाग्दो कुरा हाम्रो जारी नै छ अलिकति लामो भएको छ बट हामी अर्को एउटा इम्पोर्टेन्ट प्रश्नमा गइरहेको छौँ पास्टर बाबुलाई म यो सोध्न चाहन्छु पास्टर बाबु स्टडिजले अध्ययनमा यो कुरा जान्नुमा आएको छ कि विवाहित जीवनको बिचमा हुने धेरै कन्फ्लिक्टहरूमा चाहिँ फिनेन्स एकदमै मेजर एउटा कज भनेर अध्ययनमा त्यसरी पत्तो लागेको छ सो एउटा हेल्दी म्यारेजको लागि श्रीमान अनि श्रीमतीको बिचमा चाहिँ यो फिनेन्स कन्फ्लिक्ट नहुनुको लागि यसलाई राम्रोसँग कसरी यो विषयमा बातचित गर्नु या यसलाई यो कन्फ्लिक्ट नहुनु दिनुको लागि चाहिँ कसरी म्यारेज लाइफमा कसरी हामी केयरफुल हुन सक्छौँ ओके जब हामी फिनान्सको कुरा गर्छौँ या त पैसा रुपियाँको कुरा गर्छौँ तपाईँले भन्नुभएको कुरा सही नै हो कि धेरै जस्तो विवाहमा द्वन्द्व चाहिँ पैसा रुपियाँको कारणले गर्दाखेरि पनि आउँछ अनि यसको एउटा समाधान गर्ने एउटा तरिका चाहिँ के हो भन्दाखेरि हामीले अघि सुरुदेखि नै हामीले सुनिरहेको कम्युनिकेसन बातचित है फाइनेन्स विषय लिएर बातचित धेरैचोटि हामी फाइनेन्स विषयमा बातचितै गर्दैनौँ बातचित तब मात्र गर्छौँ जब क्राइसिस आउँछ राइट होइन जब हामी बिमार हुन्छौँ हाम्रो सर्जरी गर्नु पर्यो हामीलाई पैसा रुपियाँको आवश्यकता पर्यो त्यो समयमा मात्रै हामी हाम्रोमा पैसा कति छ के छ भनेर त्यो समयमा मात्रै हामी बातचित गर्छौँ तर हाम्रो डेली लाइफमा हाम्रो दैनिक जीवनमा वास्तवमा
पैसा त चलिरहने कुरा हो। सो हाम्रो दिनदिनको जीवनमा नै वास्तवमा हामीले पैसा रुपियाँको बारेमा चाहिँ हामीले एका दुसरासँग कम्युनिकेट गर्नुपर्ने हो। धेरै यस्तो पनि छ, धेरै वर्किङ हस्बेन्डहरू हुन्छन् अनि कतिजना वाइफ जो काम गरेका हुँदैनन्। धेरै जस्तो हामीले यस्तो पनि देखेका छौँ कि वाइफले हस्बेन्डले कति अर्निङ गर्दैछ या त उसको स्यालेरी कति छ, धेरैचोटि वाइफलाई त्यो कुराहरू पनि थाहा भएको हुँदैन। अनि त्यो चाहिँ किन हो भन्दाखेरि धेरैचोटि हामी एका दुसरा बिचमा फाइनेन्स विषय या त पैसा रुपियाँको विषयलाई लिएर धेरैचोटि हामी एका दुसरासँग कम्युनिकेटै गर्दैनौँ। अनि त्यसले गर्दाखेरि धेरैचोटि विवाहमा पछिबाट गएर यही विषयले गर्दाखेरि द्वन्द्व पनि हुनसक्छ। किन भन्दाखेरि धेरैचोटि हामी कम्युनिकेट नगर्दाखेरि पछिबाट गएर पैसा कहाँ गयो, केमा खर्च गर्यो भनेर जब एउटाले अर्कोलाई प्रश्न गर्दाखेरि त्यही प्रश्नले द्वन्द्वलाई उत्पन्न पनि गराउन सक्छ। किनभने हामी जब पैसा रुपियाँको बारेमा बातचित गर्दैनौँ त्यसले धेरैचोटि एका दुसरामा शङ्का गर्ने कुराहरू पनि उत्पन्न गराउन सक्छ कि पैसा कहाँ जाँदैछ, कहाँनिर खर्च हुँदैछ भनेर। सो यसलाई समाधान गर्ने एउटा तरिका कम्युनिकेसन भनेर मैले तपाईँलाई बताएँ। तर साथसाथै हामी यदि पैसा रुपियाँको विषयमा हामी अघि भनेको जस्तै इन्टेन्सनल हामी एकदमै लागि परेर यो विषयमा पनि एका दुसरासँग बातचित गऱ्यौँ अनि सकेसम्म हामीमा आउने पैसा रुपियाँ अनि हामीबाट जाने पैसा रुपियाँलाई हामीले यदि ट्र्याक गर्न सक्यौँ भनेदेखि कहाँबाट आउँदैछ अनि यो पैसा कहाँ जाँदैछ भन्ने विषयलाई हामीले ट्र्याक गर्न सक्यौँ भनेदेखि त्यसले धेरै हाम्रो पैसा रुपियाँबाट आउने द्वन्द्वलाई, कन्फ्लिक्टलाई यसले रोक्न सक्छ। जस्तो हामी हाम्रो आफ्नै उदाहरण हामी दिन चाहन्छौँ। हाम्रो विवाह भइसके पछाडि सरुले एउटा कुरा सजेस्ट गर्यो कि हामी एउटा रेजिस्टर बनाऊँ भनेर है। अनि जुन रेजिस्टरमा चाहिँ हामी हाम्रो इन्कम अनि एक्सपेन्सेसलाई हामी ट्र्याक गर्न सक्छौँ। अब यो सबैले यस्तै प्रकारले गर्नुपर्छ भन्ने होइन, तर यो एउटा जस्ट इक्जाम्पलको लागि, उदाहरणको लागि हामीले के गर्दैछौँ त्यो यहाँनिर बताउन खोजेको। सो उसले विवाह हुने बित्तिकै त्यो एउटा रेजिस्टर बजारबाट किनेर ल्यायो, जहाँनिर एकपट्टि तपाईँको इन्कमको सेक्सन हुन्छ, अर्कोपट्टि एक्सपेन्सेसको हुन्छ होइन, आय व्यय भनौँ न। अनि हामीले 2018 सालदेखि नै हाम्रो विवाह 2017को अक्टोबरमा भएको, अनि 2018 सालदेखि चाहिँ हामीले रेजिस्टरमा हामीले हाम्रो एक्सपेन्सेसहरूलाई अनि साथै हाम्रो इन्कमलाई पनि हामीले लेख्ने हामीले आदत बसाल्यौँ भनौँ न। सो हाम्रो पैसा कति आउँदैछ अनि साथै हाम्रो पैसा कता अनि कति खर्च हुँदैछ। सो त्यसो गर्नाले सुरुमा त हामीलाई साह्रै पर्यो, किनभने यो हामीलाई बानी थिएन। किनभने ऊ धेरै समयसम्म सिङ्गल लाइफ बिताएको एक्लै, अनि म पनि पैसा रुपियाँ आफै ह्यान्डल गरेको व्यक्ति। सो विवाह भइसके पछाडि अब सँगै तिम्रो पैसा मेरो पैसा नभनिकन हामीले हाम्रो पैसा भनेर यो पैसा चाहिँ कहाँबाट आउँदैछ, कता जाँदैछ भनेर हामीले लेख्ने बानी बसाल्यौँ। सो हामीले एभ्री डेको हाम्रो एक्सपेन्सेसलाई हामीले लेख्ने हामीले प्र्याक्टिस गऱ्यौँ। सो जो हामीले अहिले पनि गरिरहेका छौँ, हिजोसम्म पनि लेख्दै थियौँ। सो यसले चाहिँ हामीलाई विशेष गरिकन हामीलाई हाम्रो पैसा कहाँबाट आउँदैछ अनि हाम्रो पैसा केमा खर्च हुँदैछ भन्ने कुरामा एकदमै हामी एका दुसरासँग यो विषयमा ट्रान्सपरेन्ट भयो, हामीले लेखेको कारणले गर्दाखेरि। सो कुनै पनि समयमा मैले सरुलाई तिमीले पैसा के गर्यौ भनेर प्रश्न सोध्ने त्यो समय नै आएन, किनभने हामीले त्यो लेखेको कारणले गर्दाखेरि। अनि त्यो लेख्ने अनि ट्र्याक गर्दाखेरि एउटा फाइदा के हुँदो रहेछ भन्दाखेरि हाम्रो पैसा कति आउँदैछ, पैसा कति जाँदैछ अनि हाम्रो पैसा कति उब्रिँदैछ त्यो हामी थाहा पाउँदो रहेछौँ। अनि त्यो थाहा पाउने बित्तिकै हामीमा यति पैसा उब्रिँदै रहेछ या त हामीले यति सेभ गर्नु सक्दै रहेछौँ है भनेर थाहा पाए पछाडि चाहिँ हामीले धेरै अरू कुराको लागि हामीले आँट गर्नु सक्दो रहेछौँ। सो त्यसले गर्दाखेरि हामीलाई एकदमै हेल्पफुल भयो यो कुरा। अब सबैले त्यसै गर्नुपर्छ, रेजिस्टर किन्नुपर्छ भन्ने होइन, तर
हामीले पैसा रुपियाँको विषयमा एका दुसरासँग कम्युनिकेट गर्नु अनि यो विषयमा एका दुसरासँग ट्रान्सपरेन्ट हुनु पनि एकदमै महत्त्वपूर्ण रहेछ। नभए भनेदेखि कुनै न कुनै समयमा पुगेर हामी एका दुसरालाई दोष लगाइ पठाउँछौँ। है मैले पैसा कमाएर ल्याउँदैछु, पैसा तिम्रो हातमा दिइरहेको छु, तिमीले के गर्दैछौ, कहाँ खर्च गर्दैछौ, कहिले पनि पुग्दैन भनेर धेरैचोटि एका दुसरालाई हामी दोष लगाइ पठाउँछौँ जब हाम्रो बिचमा पैसा रुपियाँको विषयमा कम्युनिकेसन हुँदैन। अनि साथसाथै अब यो पैसा रुपियाँ त झगडा ल्याउने एउटा कारण नै हो, हस्बेन्ड वाइफमा मात्रै होइन तर थुप्रै अरू मानिसहरूको बिचमा पनि पैसा रुपियाँले गर्दाखेरि झगडा हुन्छ होइन। अनि धेरैले एका दुसराको हत्या गरेको कुरासम्म पनि हामीले सुनेका छौँ। तर हामी जब विवाहभित्र पैसा रुपियाँ ह्यान्डल गर्ने कुरा हामी जब गर्छौँ, हाम्रो फाइनेन्सियल प्लानिङ हुनु पनि एकदमै महत्त्वपूर्ण रहेछ। हामी यस्तो कुराको लागि प्लान गर्न सक्दैन रहेछौँ जुन कुरो गर्ने हामीसँग त्यो फाइनेन्सियल केपेबिलिटी छैन। सो यदि हामीले हाम्रो इन्कम एक्सपेन्सेसलाई ट्र्याक गरेका छौँ भनेदेखि हामी के कुरो गर्न सक्छौँ, हाम्रो लागि के गोल हामी अचिभ गर्न सक्छौँ फाइनेन्सियली, त्यो हामी थाहा पाउँदो रहेछौँ। अनि त्यसले गर्दाखेरि धेरैवटा कुराहरू हामी आँट पनि गर्न सक्छौँ। हामीले एउटा बानी के बसालेको छ भनेदेखि हामी हाम्रो इयरली बजेट पनि हामी बनाउने गर्छौँ। सो हाम्रो के कुरामा खर्च हुँदैछ, मन्थली हाम्रो एक्सपेन्स कति आउँदैछ, सो हामी हाम्रो इयरली बजेट पनि हामी बनाउने गर्छौँ है वर्षको सुरुमा, जसले हामीलाई विशेष गरिकन ट्र्याकमा राख्छ भनौँ न, हामीलाई एकदमै केयरफुल बनाउँछ, हामीलाई एकदमै केयरलेस भएर स्पेन्ड गर्नदेखि खर्च गर्नदेखि हामीलाई यसले जोगाउँदो रहेछ। अनि यो गर्ने बित्तिकै फाइनेन्सियल विषयलाई लिएर हाम्रो बिचमा द्वन्द्व त एकदमै घटिहाल्यो। अनि त्यसले गर्दाखेरि अब यदि पैसा रुपियाँको कारणले हाम्रो विवाहमा विशेष गरिकन द्वन्द्व आउँदैछ भनेदेखि यो विषयमा एका दुसरासँग कम्युनिकेट गर्नु एकदमै महत्त्वपूर्ण छ। अनि हामी विवाह भइसके पछाडि धेरैचोटि हाम्रो कस्तो बानी हुन्छ भन्दाखेरि हामी 1+1 त 1 त भयौँ, तर पैसा रुपियाँले गर्दाखेरि चाहिँ धेरैचोटि हामी बाँडिन्छौँ। यो मेरो पैसा, यो तिम्रो पैसा भनेर धेरैचोटि हामी त्यो हामी आफ्नो ओनरसिप यो यसमा चाहिँ मेरो हक छ है भनेर हामी देखाउन खोज्छौँ। अनि त्यसले गर्दाखेरि चाहिँ धेरैचोटि समस्या हुनसक्छ। तर विवाह भइसके पछाडि त त्यो तिम्रो मेरो भन्ने कुरै आउँदैन। हाम्रो त विशेष गरिकन जति पनि हामीले कमाउँछौँ या त अर्न गर्छौँ त्यो त सबै हामी दुवैजनाकै हो। सो त्यसलाई त्यो हिसाबले हेरेर अनि जब त्यसलाई स्पेन्ड गर्ने खर्च गर्ने समयमा पनि यदि हामीले त्यसलाई ट्र्याक गर्नु सक्यौँ, त्यसलाई हामीले लेख्न सक्यौँ, त्यसलाई याद गर्न सक्यौँ भनेदेखि त्यसले धेरै हेल्प गर्न सक्छ। अनि त्यसले हाम्रो द्वन्द्वलाई एकदमै कम्ती गरिदिन्छ। सो कम्युनिकेसन तपाईँले भन्दै गर्नुहुँदा यो भागले कन्फ्लिक्ट नबढ्नु र यसको नकारात्मक प्रभाव नहुनुको लागि अर्को ट्रान्सपेरेन्सी, अनि यसलाई राम्रोसँग फिनेन्सलाई म्यानेज गर्नु सक्यो र यो कम्युनिकेसन र ट्रान्सपेरेन्सीलाई पारदर्शिता भनौँ न यसलाई मेन्टेन गर्नु सक्यो, कायम राख्नु सक्यो भने चाहिँ फिनेन्सको नलेजले चाहिँ तपाईँले भन्नु जस्तो कति कुरा आँट गर्न सकिन्छ, हाम्रो कति के हुँदैछ भन्ने कुराले। मलाई इन्ट्रेस्टिङ लाग्यो तपाईँको त्यो जुन रेकर्ड नर्मली संस्थाहरूमा चर्चहरूमा हुन्छ। विगत केही हप्ता अगाडि सरुदीसँग बात मार्दा सरुदीले भन्नुभयो कि हामी यो गर्छ नि भनेर भन्नुहुँदा मलाई त इन्ट्रेस्टिङ लाग्यो। अन्त मैले घरमा गएर रेडी पारेँ राखेँ, तर शिखालाई चाहिँ भनेको छुइनँ मैले, तर रेडी राखेँ मेरोमा रेजिस्टर। अनि शिखाले अस्ति मलाई कि यो चाहिँ किन निकालेको भन्दा चाहिँ अब नेक्स्ट टाइमदेखि चाहिँ हामीले अलिकति यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्दा पनि पोजिटिभ भइरहेछ। सो हामी पनि अब नेक्स्ट मन्थदेखि स्टार्ट गर्ने भइरहेछौँ। सो होपफुल छौँ तपाईँहरूलाई जुन यसले बेनिफिट ल्यायो त्यो तपाईँले भन्नु जस्तो अब सबैको लागि यो एउटा त्यो त म्यान्डेटरी त होइन, बट यदि हामी फिनेन्स हाम्रो लागि रिजन हुँदैछ या फिनेन्सलाई म्यानेज गर्नु हुँदैछ भने चाहिँ यो खालको कम्युनिकेसन, ट्रान्सपेरेन्सी र रेकर्ड किपिङ पनि हेल्पफुल टुल नै हुन्छ जस्तो लाग्यो। अहिले फेरि सजिलो छ, अब त्यो खाता पेन्सिलै राख्नुपर्छ छैन। अब धेरै एप्सहरू छ जसद्वारा हामी हाम्रो इन्कम एन्ड एक्सपेन्सेस हामी ट्र्याक गर्न सक्छौँ। तर नि मलाई लिखित रूपमा चाहिँ के मजा लाग्यो भन्दाखेरि द्वन्द्व यसले घटाउनु भन्दा पनि हाम्रो बातचित चाहिँ दामी हुन्छ कि अब न त केमा बातचित गर्ने अब हो, दुईजना बसेर गर्दा त समय पनि हुने हो, मजा आउने के हो। सो तपाईँहरूको कोही केलाई यस्तो जस्ट मलाई एड गर्नु परेको नि, अब तपाईँहरूले रेकर्ड यसो हेर्दै गर्दा होइन, पास्टर रुबेनले यसो हेर्नुहुन्छ,
अरे सरुले त यो किनेछ यस्तो पनि गरेछ भन्दा त्यसमा पनि एकअर्काप्रति एकाउन्टेबल भन्ने हुन्छ कि? त्यस्तो विशेष गरिकन जस्तो हामीलाई केमा स्पेन्ड गर्यो भनेर गर्ने अब प्रश्नको ठाउँ छैन, किनभने अलरेडी हाम्रो अकाउन्टेबिलिटी भनौँ न, हामी एकादुसाप्रति जवाबदेही भएका छौँ त्यो रेजिस्टरमा, अनि त्यसले हामीलाई धेरै हेल्प गरेको छ। अब जस्तो किनकि प्रायः अनलाइन ट्रान्जेक्सन पनि हुन्छ होइन, त्यो यहाँ चाल पाइहाल्छ। सो एकदमै पारदर्शिता प्लस अब कसैलाई सहायता गरिँदैछ, केही हुँदैछ, कस्तो मजा आउँछ गफ गर्नु। अनि बरु हाम्रो त गफ दामी हुन्छ फाइनेन्समा, कहिलेकाहीँ 10-11 बजे राति लिएर म बेडमा बस्छु, दुईजना लु यो पनि लेख तिम्रोबाट, म लेख्दै गरेको हुन्छ कि। तपाईँले पास्टर बेनलाई त तिमीले नगर्नु पर्थ्यो नि भन्ने खालको हुन्छ कोही बेला कि त्यस्तो भएको छैन, यो त तिमीले किन गर्यौ यहाँ चाहिँ, यहाँ किन दियो भनेर उसले बिग डिसिजन त्यस्तो बेसी एक्सपेन्सेस गर्दा त हामी फेरि इन्फर्म गर्छौँ नि त, किन फाइनेन्स विषय हामी अलरेडी ट्रान्सपेरेन्ट छौँ नि त। सो नसोधिकन या पर्मिसन लिनुपर्छ उसले के भन्छ भन्ने खालको चाहिँ हुँदैन, किनकि अलरेडी हाम्रो एकदम त्यो फाइनेन्समा त क्लियर छ नि त। सो बिकज हामी जे पनि गर्छौँ घरको निड हेर्छौँ, अनि या पर्सनल केही छ भने म यस्तो छ भनेपछि भेरी मच ओपन क्या, किनकि वी नो वी आर भेरी रेस्पोन्सिबल। हामी पैसा रुपियाँ एकदमै मजाले उ गर्छौँ, पैसामा क्ल्यास भएकै छैन, पैसाले गर्दा इन्ट्रेस्टिङ बातचित हुन्छ, किनकि हाम्रो धेरै प्रोजेक्टहरू होइन। अब झन् नानीको फीको पनि हामीले अलरेडी नेक्स्ट इयरको हामीले बजेट बनाइसक्यो, 1 वर्षको, मजाको बातचित हुँदैछ क्या। सो कहाँ अब घटाउनु पर्ने हो, किनकि स्कुल फी अब हाई हुँदैछ होइन, अल दोज कुराहरू के त्यस्तो कुराहरू। सो त्यो ट्र्याक गर्दा चाहिँ एउटा फाइदा हुँदो रहेछ, त्यो हामीले लेखेको पछि हेरेर हाम्रो कहाँनिर बेसी खर्च हुन्छ त्यो थाहा पाउँदो रहेछ। इएमआई यो घट्यो, अब यहाँ बढाउँ त ल नानीको यहाँ भन्ने हुन्छ, त्यस्तो हुँदो रहेछ। अब अर्को नानी आउँदैछ नभएको पनि मन्थली यति खर्च हुन्छ, यो इएमआई घटाइसक्नुपर्छ भन्नेमा फोकस जान्छ यो। त्यो भएपछि चाहिँ यता आयो नि त कभर बजेटमा, त्यसरी क्या, न त यादै हुँदैन, ऱ्यान्डम जान्छ खर्च। एकदमै हो। सो एउटा फिनेन्स हाम्रो होइन कन्फ्लिक्टलाई ल्याउँदै गर्ने कुरामा, जसमा हामीले अहिले एउटा प्र्याक्टिकल व्यवहारिक कुरा गऱ्यौँ। अब यो सँगसँगै अर्को इम्पोर्टेन्ट कुरा जो अघि तपाईँले भन्नु नि कम्युनिकेसनको एउटा पिनेकल लेभल भनौँ, टप लेभलमा त्यो इन्टिमेसीको लेभलमा, इन्टिमेट लेभलमा बात हुँदैन, अनि त्यो लेभलमा बात नहुनेमा एउटा अघि पनि हामीले कुरा गर्दै थियौँ कि कति श्रीमान श्रीमती त अब बात गर्नु पनि लजाउने कुराहरू, अनि त्यो लाज लाग्ने विषयमा ओपनली बात गर्नु अप्ठ्यारो मान्ने विषयमा एउटा चाहिँ सेक्सुअल रिलेसनसिप पनि छ, यौन सम्बन्धको कुरा पनि छ। सो यो विषय पनि एउटा इम्पोर्टेन्ट विषय भएर गएको छ, जो खुल्ला रूपमा श्रीमान श्रीमतीले एकअर्कालाई सेयर गर्न सकेको छैन। सो यसमा तपाईँको विजडमलाई सरुदी, यो विषयमा कसरी श्रीमान श्रीमतीले हेल्दी वेमा बात गर्न सक्छ, या बात नगर्दा यसको कन्सिक्वेन्सेसहरू के हुनसक्छ भन्ने कुरामा? अब यो विशेष गरी यौन सम्पर्कको विषयमा, यौन भन्ने बित्तिकै हाम्रो लागि एकदमै डर्टी बनाइदिएको छ नि त यसलाई होइन, किनकि जुन किसिमले मिडियाले पोर्ट्रे गरेको छ या जुन किसिमले हाम्रो परिवारमा पनि बातचित भएन यो विषयमा, तर प्रभुले चाहिँ विवाहभित्र त्यसलाई त सुन्दर बनाउनु भएको हो नि त होइन। अघि 1+1 को कुरा गर्दै थियो, कसरी 1 फ्लेस हुने, यो त एकदमै ब्युटिफुल कुरा हो नि त। तर अलरेडी हाम्रो विशेष हाम्रो नेपाली कल्चरमा चाहिँ अब यसमा एकदमै एक प्रकारको बोल्नै नहुने जिप खालको हाम्रो छ। अनि विवाह भन्दा अब यदि लभ म्यारेज हो भने त एक प्रकारले बातचित स्टार्टिङमा भइरहेको हुन्छ, त्यहाँदेखि फेरि लजाउने पार्टमा पुगिसक्छ क्या। तर वास्तवमा यो त यो हुनु भएन नि त, किनकि यो त यसले नै घनिष्ठता ल्याउने हो नि त शारीरिक रूपमा, त्यसले गर्दा भावनात्मक रूपमा त्यसको त धेरै ठुलो असर छ नि त। तर अब यो विशेष गरी यो इन्टिमेसीको यो घनिष्ठताको कुरा, विशेष यौन सम्पर्कको कुरामा चाहिँ समस्या चाहिँ कहाँबाट आउँछ भन्दाखेरि जब चाहिँ एउटा व्यक्ति सेल्फिस हुन्छ, विशेष गरी यौन सम्पर्क विषय लिएर सम्बन्धमा। किनकि के हुन्छ भन्दाखेरि है प्राय यस्तो हुन्छ सम्बन्धमा चाहिँ म सेटिस्फाई हुनुपर्छ, विशेष गरी यौन सम्बन्धभित्र चाहिँ, किनकि अब विशेष गरी अब अघि हामीले हेर्दै डिफ्रेन्सेस, भिन्नता, पुरुषको घनिष्ठता देखाउने तरिका भिन्दै छ। मेबी सेक्सुअल इन्टिमेसी उहाँ पुरुषको लागि यौन सम्बन्धले चाहिँ घनिष्ठता झन् बेसी ल्याइन्छ भने दिदीबहिनीको लागि धेरैले भन्छ इमोसनल निड, उसको घनिष्ठता चाहिँ श्रीमानसँग चाहिँ उसको जब भावनात्मक निडलाई मिट गर्छ। उनीहरूको इन्टिमेसीको तरिका भिन्दै छ नि त घनिष्ठतामा आउने। अनि एउटालाई जब एकदमै युज फिल हुन्छ, विशेष गरी म धेरै केसेस ह्यान्डल गर्छु यो यौन सम्बन्ध विषय लिएर। अनि धेरै जसो चाहिँ के हुन्छ भन्दाखेरि श्रीमानले, अब मैले डाउन गर्नु खोजेँ तर धेरै जसो चाहिँ के हुन्छ भने बिचरा, किनकि दाजुभाइहरूकोमा देखाउने तरिका चाहिँ अब यौन सम्बन्ध चाहिँ उहाँहरूको लागि एकदमै इम्पोर्टेन्ट हो।
तर दिदी बहिनीको लागि फेरि भावनात्मक निड छ नि त होइन, के भन्छ निडलाई खाँचो छ नि त, आवश्यकता छ। किनकि त्यो पुगेपछि त उहाँहरूको लागि त केही पनि हेर्नु नि त यौन सम्बन्ध। तर त्यो मिट नहुँदा चाहिँ एकदमै अब्युज फिल हुने कि, शोषण भएको अनुभव हुने, धेरैलाई दबाई। किनकि अब एउटा पोइन्ट अफ टाइममा ओके श्रीमानलाई निड छ भनेर आफूलाई ओपन धेरै गरिन्छ, तर एउटा पोइन्ट अफ टाइममा आएपछि त मलाई त खालि युज मात्रै गर्दैछ, मेरो भावनाको त केयरै छैन। अनि शारीरिक रूपमा त मलाई त एक प्रकारले शोषण भएको जस्तो भइसक्यो होइन। सो त्यो हुँदा चाहिँ धेरै विवाहमा यो साइलेन्ट किलर पनि भएर गएको छ एकदमै धेरै समय विवाहभित्र। अनि फेरि कति समय श्रीमतीलाई इमोसनल निड, भावनात्मक सपोर्ट दिइरहेको छ, तर श्रीमतीले फेरि श्रीमानहरूको यौन निडहरूलाई नबुझेको खाँचो, अनि धेरै वर्ष ग्याप भएको, धेरै अब एक प्रकारले एउटा शोषणै भएको जस्तो पनि अनुभव भएको दाजुभाइहरूमा पनि छ, श्रीमानहरूमा पनि। सो यो दुईपट्टि इम्ब्यालेन्स, यो ब्यालेन्स नभएको हुनाले के थाहा नभएको हुनाले भन्दाखेरि चाहिँ श्रीमानलाई चाहिँ दिदीबहिनीहरूलाई चाहिँ भावनात्मक रूपमा उसलाई मैले माया गरेर उसको खाँचोलाई मैले पुरा गरेँ भने उसले पनि जब उसलाई हुन्छ उसको निड पुरा हुन्छ, उसले पनि खासमा चाहिँ उसले विशेष गरी दाजुभाइहरूको यौनको खाँचोलाई उसले पुरा गर्नु सकिदियो भने चाहिँ एकदम म्युचुअल हुन्छ कि यो चाहिँ। अनि प्लस अब विदिन यौन सम्बन्धभित्र पनि आफू स्वार्थ नभएर मैले चाहिँ मेरो पार्टनरलाई खुसी बनाउनुपर्छ, उसलाई खुसी भन्दा पनि त्यो प्लिजिङ खालको होइन, तर ऊ सेटिस्फाई हुनुपर्छ, सन्तुष्ट हुनुपर्छ, अर्कोले पनि अर्को सन्तुष्ट हुनुपर्छ भन्दा चाहिँ यो चाहिँ म्युचुअल भएर जान्छ नि त। नत्र भने म मात्रै भयो भने चाहिँ अर्कोको लागि केयर नगरिदिँदा चाहिँ नेक्स्ट टाइम चाहिँ बिस्तारै बिस्तारै यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ प्रेसर एकुमुलेट हुन्छ नि, प्रेसर कुकरमा सिटी लागेको जस्तो। अनि एक पोइन्ट अफ टाइममा सिटी लागेपछि त्यहाँदेखि चाहिँ छ्यापछुप साइलेन्ट फेजमा जाइन्छ, तर त्यसको इफेक्ट धेरै छ नि त, फेरि धेरै इफेक्ट छ यसको। सो यो साइलेन्टली धेरै समय धेरै विवाहलाई यसले खतरा पुऱ्याइरहेको छ। अनि हामीले यो पनि बुझ्न आवश्यकता छ कि एउटाले बुझ्न आवश्यकता छ म युज्ड पनि हुनु हुँदैन, तर अर्कोले बुझ्नु आवश्यकता म स्वार्थी पनि हुनु भएन। यौन सम्बन्ध त प्रभुले त एकले अर्कालाई सेटिस्फाई गर्नलाई होइन, पार्टनरलाई प्लेजर पुर्याउनलाई दिएको नि, त्यो गहिराइमा नबुझेसम्म चाहिँ समस्या हुन्छ। त्यसैले बातचित गर्न अब लजाइन्छ। त्यसैले कसरी चाहिँ बातचित गर्ने भन्दाखेरि चाहिँ अब एउटा पोइन्ट अफ टाइममा गफ गर्नु, अब कसरी गफ सुरु गर्ने, अब लाज लाग्ने कुरा हो, डिमान्ड पनि गर्न सकिँदैन होइन। एउटा पोइन्ट अफ टाइम आएपछि त म किन झुक्नु होइन, त्यो बुझ्नुपर्छ, अजम्सनको कुरा आउँछ, उसले बुझ्नुपर्छ, तर त्यो हुँदैन। त्यसैले गफ चाहिँ कसरी सुरु गर्ने भन्दाखेरि राइट टाइम चुज गर्ने हो। राइट कुरा तर रङ टाइममा गऱ्यो भने फेरि रङै हुन्छ त्यो पनि। त्यसैले राइट टाइम कुन बेला चाहिँ जहाँ चाहिँ अब यो विषयमा बात गर्न सकिन्छ, अलिकति काम भएको बेलामा, आफ्नो भावना पोखाउनलाई रेडी भएको बेलामा, या उसले सुन्ने रेडी भएको बेलामा सुरु गर्ने हो। अनि अर्को चाहिँ बोल्दाखेरि यो विषयमा कुरा गर्दा चाहिँ सफ्ट टोन होइन, ब्लेम नगरिकन तपाईँले त यसो गर्नु हुँदैन या तिमीले त यसो गर्छौ भने ब्लेम नगरिकन सफ्ट हिसाबमा, एकदमै नरम हिसाबमा बोल्ने। अनि धेरै समय बोल्ने विषयमा कसरी यसमा बातचित गर्ने भन्दाखेरि चाहिँ जस्तो ब्लेम, तपाईँले त कहिले पनि मेरो यसमा निडलाई पुरा गरेको छैन, या तिमीले गरेकै छैनौ, त्यसैले त म कहाँ जानुपर्छ, वाट एभर। आई मिन तिमीले गर्दा चाहिँ म यस्तो भएँ सपोज। धेरै विवाहमा मैले फ्यु म्यारेजेस डिल पनि गरेको छु यो विषयमा। अनि म कहाँ जानु त त्यसो भए भन्ने खालको तिमीले गर्दा। सो त्यो नभनेर, ब्लेम यु नभनेर चाहिँ मलाई चाहिँ यो विवाहमा यस्तो भइरहेको छ, मेरो फिलिङ त्यसलाई चाहिँ कस्तो हुन्छ नि, स्पिक पर्सनली भन्छ। म यो विवाहमा त एकदमै नेग्लेक्ट भएको अनुभव गर्छु म आफैलाई। तिमीले मलाई नेग्लेक्ट गरेको होइन, तपाईँले मलाई नेग्लेक्ट गरेको होइन, तर म होइन आफूलाई पर्सनलाइज गर्ने त्यो। किन यु भन्ने बित्तिकै भने ब्लेमको कुरा आइहाल्छ। त्यहाँदेखि तपाईँले पनि यसो गरेको त, तपाईँले पनि त्यहाँदेखि त्यो फेरि कन्टिन्यू भएर जान्छ, यो स्पाइरल जस्तो। सो त्यो पनि हामीले गर्न सक्छौँ। अनि अर्को चाहिँ श्रीमान श्रीमतीले के बुझ्न आवश्यकता छ, हाम्रो इन्टिमेसीको घनिष्ठताको चाहिँ डिफ्रेन्स छ नि त लेभलै। जस्तो मैले अर्कै हिसाबले खोजिरहेको हुन्छु घनिष्ठ हुन, उहाँले अर्कै हिसाबले घनिष्ठ हुन खोजिन्छ। सो त्यो पनि अघि उहाँले जुन भिन्नताको कुरा गर्नुभयो, जब हामीले भिन्नता थाहा पाउँछौँ, यो विषयमा पनि भिन्नतै छ नि त। पुरुषको हिसाबले स्त्रीले इन्टिमेट हुनै सक्दैन, किनकि उहाँहरूको विचारको, उहाँहरूको जुन बडी ल्याङ्ग्वेज हुन्छ त्यो भिन्दै छ, दिदीबहिनीको बडी ल्याङ्ग्वेज भिन्दै छ। यो बुझ्नु पनि एकदमै आवश्यकता पर्छ। त्यसैले गफ गर्दा चाहिँ यो विषयमा पनि हामीले याद गरिदिनु एकदमै आवश्यकता लाग्छ। आई डोन्ट नो व्हाट यु वान्ट टु एड। होइन ठिकै हो। एउटा कुरा चाहिँ
हामीमा हुनुपर्ने मनोवृत्ति ओके त्यो चाहिँ के रहेछ भनेर हामीले अहिलेको बातचितबाट बुझ्न सकेका छौँ भन्दाखेरि विवाहमा चाहिँ म मेरो पार्टनरलाई कसरी सेटिस्फाई गर्न सक्छु त्यो चाहिँ हाम्रो मनोवृत्ति हुनु एकदमै इम्पोर्टेन्ट लाग्यो मलाई पनि कि म यो विवाहबाट के पाउन सक्छु होइन तर यो विवाहमा म मेरो पार्टनरलाई के दिन सक्छु कसरी उसलाई सेटिस्फाई गराउन सक्छु त्यो हामीमा मनोवृत्ति छ भनेदेखि चाहिँ हामी विवाहमा हामी सेल्फिस हुनदेखि जोगिन्छौँ अनि साथै हामी एकादुसरालाई हामी सेटिस्फाई पनि गर्नु सक्दो रहेछौँ हामीले यो मनोवृत्ति ल्याउँ भनेदेखि म त त्यही इन्करेज गर्छु पज गर्नुहोस् अनि सोच्नुहोस् अहिलेसम्म म स्वार्थी पो भइरहेको छु कि एकदमै इम्पोर्टेन्ट छ यो विवाहमा म स्वार्थी भएको छु किनकि यसैले चाहिँ हामीले अरूलाई हर्ट गर्छौँ नि त जब एकजना स्वार्थी म स्वार्थी हुने बित्तिकै मैले हर्ट गरेको नि मेरो श्रीमानलाई त्यसैले म स्वार्थी पो हुँदैछु कि विशेष गरी हामी जब घनिष्ठको कुरा गर्दैछौँ शारीरिक सम्बन्धको कुरा गर्दैछौँ किनकि त्यसले नै धेरै समय चोट पुगिसकेको हुन्छ दामी किन तपाईँहरूले भन्दै गर्दा बाइबलमा मलाई फिलिपी 2 अध्यायमा होइन बेसी सेल्फ सेन्ट्रिक नभएर अरू केन्द्रित हुनु भन्ने त्यस कारण ख्रिस्टको मन तिमीहरूमा होस् भन्ने जस्तै अघि पास्टर बाबुले बिब्लिकल फाउन्डेसनबाट सुरु गर्दै गर्दा एफिसी 5मा ख्रिस्टले यस्तो माया गर्नु भन्दै गर्दा इभन यो यौन सम्पर्कमा पनि यो सेक्सुअल रिलेसनसिपमा पनि आफ्नो पार्टनर केन्द्रित हुनु अनि यहाँ यदि कन्फ्लिक्ट हुँदैछ यहाँ कुनै कुरामा अलिकति सन्तोष लागेको छैन या यसमा प्रब्लम हुँदैछ भने कम्युनिकेट गर्ने कुरा राइट टाइममा कम्युनिकेट गर्ने कुरा भेरी इम्पोर्टेन्ट सो हामी एउटा के भनौँ यसलाई रियालिटी भनौँ न अब यो एउटा दुःखको कुरा तर अब स्याड रियालिटीमा पनि हामी कुरा गऱ्यौँ किन म्यारेजभित्र यो पनि छ अब बाइबलमा कलासीमा जब पावलले ख्रिस्टको फुलनेस पाएपछि चाहिँ त्यसको प्रभाव चाहिँ परिवारमा पनि हुन्छ भने चाहिँ होइन श्रीमान र श्रीमतीको सम्बन्धमा आउँदा चाहिँ श्रीमानहरूलाई विशेष भनेको छ कि श्रीमतीहरूलाई चाहिँ आदर गर्ने कुरा हार्ड्स नहुनु भन्ने कुरा गरेको छ कि उनीहरूप्रति कठोर नहुने भन्ने कुरा म कलासीको किताबलाई अहिले पढ्दै गर्दाखेरि मैले यो कुरालाई मनन म आफै पनि मेडिटेट गर्दै थिएँ हार्ड्स नहुनु भन्ने कुरा अनि पत्रुसले पनि भन्छ कि आफ्नो वाइफलाई चाहिँ एकदमै विकर भेसल पनि भनेको छ तर त्यो भन्दै गर्दा चाहिँ मोर उनीहरूलाई अनर गर्नु आदर गर्नु भन्ने कुरा तर दुःखलाग्दो यथार्थ भनौँ न रियालिटी चाहिँ के भइरहेछ भने म्यारेजभित्र अब्युज भइ नै रहेको छ होइन शोषण भइ नै रहेको छ चाहे भर्बल होस् विभिन्न प्रकारको लेभलमा भइ नै रहेको छ सो यो विषयमा धेरै कुरा नभए पनि अब कस्तो भयो भन्दाखेरि डिसअग्रिमेन्ट एकपट्टि छ किनभने सबै कुरामा अग्री हुन सक्दैन तपाईँले भने जस्तो पर्फेक्ट म्यारेज त छँदै छैन तर यो डिसअग्रिमेन्ट चाहिँ कसरी चाहिँ अब्युजमा बदलिँदैछ भन्ने कुरा चाहिँ हामीले कसरी पत्ता लगाउन सक्छौँ कति बेला चाहिँ हाम्रो डिसअग्रिमेन्ट हाम्रो डिफ्रेन्सेसहरू चाहिँ अब अब्युज हुँदैछ है भन्ने कुरा चाहिँ को साइन्सहरू चाहिँ के हो सरुदी हामी यसलाई कसरी बुझ्न सक्छौँ हामीले अब डिसअग्रिमेन्ट एकले अर्कालाई अग्री नगर्नु या सहमति नदेखाउनु त हुन्छ कन्फ्लिक्ट होइन द्वन्द्व चल्छ तर त्यो कति समय द्वन्द्व चाहिँ एकदमै अनहेल्दी अस्वास्थ्य तरिकाले भएर शोषणमा भइपठाउँछ कि अनि त्यो चाहिँ कसरी चाल पाउनु भन्दाखेरि चाहिँ अब जब एउटा पार्टनरको जब उसको एक प्रकारको उसको जुन पर्फर्मेन्समा डाउन हुँदैछ स्पेसली जस्तो मेन्टल हेल्थमा उसको मानसिक स्वास्थ्य डाउन हुँदैछ किनकि कति समय जस्तो अब शोषण कति तरिकाले भइराखेको हुन्छ भन्दाखेरि चाहिँ भर्बल हुन्छ बोलेर हामी बोलेर अब्युज गरिरहेको हुन्छ यादै हुँदैन जस्तो बोल्दाखेरि चाहिँ जति कति समय हामी नाम राखिदिन्छौँ तिमी त अल्छे तिमी त अल्छे भइसकेको छौ ऊ फलानाको श्रीमती लाएर त कति फुर्तिलो छ सो एक प्रकारले नाम राख्ने कम्पेयर गर्ने पक्कै बाउको स्वभाव बोकेर आएको छ किनकि फ्यामिलीको नेम ल्याउने त्यसले चाहिँ भर्बल अब्युज भइरहेछ नि त शोषण हो त्यो खासमा आफूलाई भन्नेलाई त मजा आइरहेछ भन्ने ऊ त जितेको जस्तो लाग्छ म्यारेजमा खासमा कसैले भनेको छ तिमी जित्यौ र तिम्रो श्रीमती हार्यो या तिमी जित्यौ र तिम्रो श्रीमान हार्यो भने हारेको श्रीमानसँग लाइफ बिताउनु के मजा आएको भन्ने खालको भन्छ क्या तिम्रो श्रीमान त जित्यो भने पो तिमी पनि जित्छौ होइन कसैले भन्छ तिमीले विवाह गरेर श्रीमानलाई दलायो अब उसलाई कमारा काम गर्ने जस्तो बनायो भने तिम्रो पनि स्तर त त्यो कमारा जतिकै भयो नि त तिमी त उसको श्रीमती हो नि त उसलाई राजा बनाए पो तिमी रानी हुन्छौ भन्छ नि कतिले होइन सो त्यो
अब्युज गर्दाखेरि जसले शोषण गरिरहेको छ उसले त अर्कोलाई झारिरहेको छ नि त बोलेर खासमा चाहिँ त्यो लेभलमा ऊ झर्नु भनेको चाहिँ म पनि झर्नु नै हो किनकि आइ म्यारिड वान हो नि त सो कति समय यो अब्युज भर्बल अब्युज एकले अर्कालाई मूर्ख भन्ने तिमीले मूर्ख छौ बुद्धि छैन तिम्रो अल्छी छौ तिमी सो यस्तो पनि एकदमै ठुलो यो द्वन्द्वमा चाहिँ यसले शोषण अब्युज हो बोलेर शोषण गरिन्छ दोस्रोमा हामी भावनात्मक रूपमा पनि एकअर्कालाई शोषण गरिराखेको हुन्छौँ म्यानिपुलेट गर्छौँ कति समय कसैलाई डर देखाएर तिमीले यो गर्यो भने म यो गरिदिन्छु एक प्रकारले एउटा कमजोर बनाइराखेको हुन्छ क्या शोषण कसैलाई गर्दैछ भने त उसलाई कमजोर बनाएको अन्त भिक्टिम बनाइरहेछ सो त्यो म्यारेज एकदमै अनहेल्दी अस्वास्थ्य भइरहेको छ त्यो एकदमै स्वास्थ्य छैन त्यो पनि बुझ्न आवश्यकता छ अर्को त फिजिकल अब्युज होइन शारीरिक रूपमा एकदमै धेरै समय एकले अहिले त दिदीबहिनीले पनि शारीरिक रूपमा अब्युज गर्छ होइन शोषण गर्छ श्रीमानहरूलाई श्रीमानले पनि गरिरहेको हुन्छ यो पनि अनि जसले गर्दा चाहिँ धेरै यसको इफेक्ट छ कति समय नानीहरूको अगाडि किनकि रिसको झोकमा उनीहरूले नानीहरू छेउछाउमा को छ काउन्ट पनि गर्दैन सो यो खालको जब द्वन्द्व चाहिँ कसरी चाल पाउने यो एउटा शोषणमा पोख्दैछ भन्दाखेरि चाहिँ अर्को पार्टनरलाई चाहिँ एकदमै तपाईँले विभिन्न तरिकाले हर्ट गरिराख्नु भएको छ उसलाई डाउन गरिराख्नु भएको छ इभन सेक्सुअल अब्युज अघि भने यौन सम्बन्धमा पनि हामीले शोषण गरिराखेको हुन्छौँ कि धेरै समय यादै हुँदैन किन आफू स्वार्थ भएपछि अर्को व्यक्ति शोषणमा पुगिसकेको हुन्छ अनि एउटालाई त शोषण गर्नेलाई चाहिँ फेरि के हुन्छ भन्दाखेरि कति समय त्यो मानसिक असन्तुलन कारणले पनि हुन्छ उसलाई एकदम मजा आउँछ शोषण गर्नु तर अब त्यो विवाहमा चाहिँ एउटा दबिएर बसेको छ अर्कोले चाहिँ विनर भइरहेको छ त्यो विन विनको सिचुएसन होइन अघि जुन लेभलमा शोषण पार्टनरलाई गरिरहेको छौ खासमा तिम्रो लेभल पनि त्यहीमा छ होइन सो त्यो लेभलमा बुझ्नु सक्यो भने चाहिँ याद हुन्छ नत्र भने म्यारेज एकदमै शोषण मान्छेहरू दबेर बसेको छ नि एक टाइममा चाहिँ मैले अघि भने प्रेसर थुप्रिन्छ अनि प्रेसर कुकरमा सिटी लागेको जस्तो कि उसले घर छोडेर जान्छ कि धेरै विवाहहरूमा एकले अर्कालाई मारेको छ अब्युजको केसेसहरूमा होइन न्युजहरूमा हामी देखिबस्छौँ कोही झुन्डिरहेको छ होइन म्यारेजकै उसमा एकले अर्कालाई एकदमै सो त्यो एन्डमा आउनु अगाडि नै जब मेरो विवाहमा हाम्रो द्वन्द्व त छ कुनै पनि म्यारेज पर्फेक्ट छैन द्वन्द्व हुन्छ तर जब अब्युज हुँदैछ जब कसैलाई शोषण हुँदैछ मेरो पार्टनरलाई मैले शोषण गर्दैछु बोलेर या होइन दिदीबहिनीले कसैमा बोलेर गर्छ भने दाजुभाइले फिजिकल्ली गर्ला होइन अनि एकअर्कालाई नथापैकन भावनात्मक रूपले गर्ला या यौन विषयमा शोषण गरी पठाउला सो त्यसमा अवेरनेस आयो भने मात्रै हेल्प हुन्छ नत्र भने चाहिँ यो चाहिँ विन विन म जित्नुपर्छ अर्कोले पनि बोलेर जित्नु खोज्छ अर्कोले फिजिकली जित्नु खोज्छ अनि घर एकदमै अस्वस्थ नानीहरू एफेक्ट परिवार एफेक्ट अनि अल्टिमेटली त त्योमा माया भन्ने त कुरा त आउट भइसकेको हुन्छ नि त सो त्यो चाहिँ अब एउटा सीमारेखा जस्तो लाग्यो कि थाहा पाउने सो डिसअग्रिमेन्ट्स अब्युजमा जाँदै गर्दा चाहिँ एकदमै केयरफुल चाहिँ हुनु पऱ्यो है किनभने बिस्तारै त्यो पसिसकेको कोही बेला थाहा पनि हुँदैन जस्तो लाग्यो किन नर्मल हुँदै गरेको हुन्छ भेरी इम्पोर्टेन्ट यो अब्युजकै कुरा गर्दै गर्दा पासो यो तपाईँले अघि एफिसी 5बाट पनि ल्याउनु भयो हजुर श्रीमतीहरू चाहिँ श्रीमानलाई सबमिट गर्ने कुरा अनि अब कोही बेला चाहिँ सबमिट भन्दै गर्दाखेरि चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ अब दल्ने खालको क्या वाइफलाई दल्दा हुन्छ वाइफ पनि अब दलिनै पऱ्यो अब सबमिट भनेको छ भन्ने अन्डरस्ट्यान्डिङ छ सो यो पावलले भन्दै गरेको यो सबमिसनको कुरालाई हुन त तपाईँले अघि पनि यसलाई अलिकति बुझाउनु त भयो तर अब्युजको कन्टेक्स्टबाट चाहिँ अब्युजको सन्दर्भबाट चाहिँ सबमिसनलाई चाहिँ त्यो प्रकारले नबुझेर राइटली कसरी बुझ्नु सक्छ म्यारेजमा सायद हामीले अघि पनि यो विषयमा बातचित गरेका थियौँ कि हामीले सबमिट आफैलाई गर्दाखेरि स्पेसली वाइफले आफैलाई हस्बेन्डको अधीनमा राख्दाखेरि हामीले कुन चाहिँ मोडललाई अपनाउनु पर्ने भन्दाखेरि त्यो चाहिँ अब मण्डलीले आफैलाई ख्रिस्टको अधीनमा राखेको मोडललाई नै हामीले पछ्याउनु पर्ने हो अनि हामीले सायद यो सबमिसन भन्ने शब्दलाई जुन प्रकारले यसलाई गलत प्रकारले इन्टरप्रेट भएको छ अनि हामीले विशेष गरी सृष्टिको सुरुमा नै हामीले हेऱ्यौँ भनेदेखि परमेश्वरले आदमको निम्ति चाहिँ उसलाई सुहाउँदो सहयोगी जुटाउनु भएको अनि अनि हामी त्यहाँनिर एउटा आदमको निम्ति हब्बा चाहिँ परमेश्वरले कम्पेनियनसिपको लागि उहाँले जुटाइदिनु भएको थियो सो हामी जब यो नयाँ नियममा आएर
पत्नीहरू आफ्नो आफ्नो पतिको अधीनमा बस्नुपर्छ भन्दाखेरि धेरैले यसलाई चाहिँ त्यही हिसाबमा नै लिएको छ। अधीनमा बस्नुपर्छ भन्दाखेरि चाहिँ पतिले भनेको सबै कुरालाई मान्नुपर्छ भन्ने हिसाबमा नै लिएको छ। तर यसलाई हामीले राम्रोसँगले हामीले बुझ्ने हामीले चेष्टा गऱ्यौँ भनेदेखि चाहिँ वास्तवमा चाहिँ अघि हामीले सुरुमा भनेको जस्तै यो चाहिँ अब हस्बेन्डले नै पहिला इनिसिएट गर्नुपर्ने कुरा प्रेम देखाएर अनि त्यो प्रेममा चाहिँ पत्नीले आफैलाई सबमिट गर्ने कुरा हो। तर यो चाहिँ अब विशेष गरिकन शोषण हुँदाखेरि पनि अब्युज हुँदाखेरि पनि म चाहिँ चुप्प लागेर बस्नुपर्छ किनभने म चाहिँ पत्नी हो अनि मैले चाहिँ पतिले गरेको सबै कुरालाई सहनुपर्छ भन्ने त्यो प्रकारको इन्टरप्रिटेसन चाहिँ सायद गलत नै हो है। ओके, थ्याङ्क यू सो मच। सो यो भागलाई बुझ्नुपर्ने किनभने यो कुराको अन्डरस्ट्यान्डिङले पनि कोही बेला वाइफहरूले अब्युज भइरहेको सेन्स नगरिरहेको पनि क्या सबमिट गर्ने त भनेको छ। सो जति नै जे नै पिटे पनि जे गरे पनि म चुप लागेरै बस्नुपर्छ भन्ने पनि क्या। अनि कोही बेला त अब चर्चबाट पनि त्यही खालके प्रकारले पनि प्रिचिङ भइदिँदाखेरि विशेष गरी श्रीमतीहरूलाई साह्रो पनि छ। सो हामीले अहिलेसम्म बातचित गर्दाखेरि जुन एउटा बिहा गरेपछि श्रीमान अनि श्रीमतीको बिचमा कन्फ्लिक्ट कसरी आउँछ भन्दाखेरि तपाईँले इन्ट्रा भन्नुभयो होइन, त्यो पछि इन्टरको कुरा गर्नु रिलेसनसिपबाट आउने। सो एक्सटर्नलमा तपाईँले भन्दै हुनुहुन्थ्यो कि एक्सटर्नल प्रेसरमा चाहिँ कोही बेला इनलजहरूबाट पनि आउँछ, फ्यामिलीबाट पनि इन्टेन्सनली होइन तर फ्यामिलीहरूले कोही बेला यो कुराको अवेरनेस नहुँदाखेरि पनि आफ्नो मैले यहाँदेखि उता चाहिँ उनीहरूको म्यारिड लाइफमा इन्टरफेयर गर्नु हुँदैन भन्ने अवेरनेस पनि हुँदैन। सो एउटा म्यारिड कपलले विशेष गरी अब यो अवेरनेस आएपछि कि अब हाम्रो लागि चाहिँ अघि उहाँले भने जस्तो 1+1 हो, सो प्रायोरिटी चाहिँ अब मेरो पार्टनर हो भन्ने अवेरनेस आयो होइन। सो एक्सटर्नल प्रेसर्सहरूलाई मैले यसलाई चाहिँ अब वाइजली डिल गर्नुपर्छ थाहा पाएपछि अब सँगै अब हामी त यहाँ त जोइन्ट फ्यामिलीमा बस्ने पनि छ जहाँ अब सँगै नै सबैजना हुन्छ। सो त्यस्तो केसेसहरूमा एउटा म्यारिड कपलले एक्सटेन्डेड फ्यामिली या आफ्नो इनलजहरूप्रतिको रेस्पोन्सिबिलिटीलाई पनि निभाउँदै तर आफ्नो म्यारिड लाइफलाई पनि कसरी प्रिजर्भ गर्न सक्छ, सो कसरी त्यो एक्सटर्नल प्रेसरलाई चाहिँ डिल गर्न सकिन्छ सरुदी? यो जुन बाहिरबाट आउने फ्याक्टर धेरै कम हुन्छ हाम्रो कन्टेक्समा, बिकज हामी एकदमै परिवारसँग जोइन्ट फ्यामिलीमा पनि कतिजना बसिरहेको हुन्छ अनि छेउछेउमै पनि भइराखेको हुन्छ होइन। सो त्यो भएको हुनाले चाहिँ एउटा कुरा चाहिँ हामीले के बुझ्न आवश्यकता छ भन्दाखेरि अघि भनेको जस्तो हामी परिवार हाम्रो लागि रेस्पोन्सिबिलिटी हो तर प्रायोरिटी चाहिँ अब चेन्ज भएको छ, श्रीमान या श्रीमती हो। तर अहिले हालको विशेष गरी सन्दर्भमा चाहिँ के छ भन्दाखेरि प्राय आमा बाउहरूको लागि इभन छोरीको आमा बाउ पनि छोराको या बेहुलाको आमा बाउ पनि एउटा छोराछोरी एउटा भएको हुनाले पहिलाको थुप्रो थियो र बेसी याद गर्न पनि मौका हुँदैन। अहिले चाहिँ एउटा छ र फोन पनि छ अनि कहाँ के हुँदैछ विवाहभित्र घरिघरि फोन गर्ने, किनकि अब फ्ल्याटै छोरी बिहा गरेर गएपछि त घर सुन्ने भयो अनि उनीहरूलाई बिचरा अन्जानमा के हुँदैछ त्यो घरमा, के पाक्दैछ, दाल भात सब्जी सबै सोध्नु थालेपछि घरको माहौल बुझ्नु थालेपछि त्यहाँदेखि बिस्तारै आमा बाउहरूले स्टेप इन गरेको कि म्यारेजभित्र नथाहा पाइकन अनि बिस्तारै सेयर गर्यो, के भयो रुनु मन पर्यो आमा बाउलाई कल गर्यो छोरीपट्टिबाट या छोराले पनि अनोइङली घरभित्रै थाहा भइरहेको उदाङ्ग हुन थाल्यो भने श्रीमतीको कुरा पनि आमा बाउलाई सबैलाई याद हुने, प्राइभेसी कुराहरू पनि सबैलाई याद हुने भन्नु थालेपछि या आमा बाउले इन्टरफेयर गर्नु थालेपछि चाहिँ यो विवाहभित्र चाहिँ तेस्रो व्यक्ति तेस्रो फ्याक्टर पस्यो होइन। सो युजली हामी के इन्करेज गर्छौँ विशेष प्रिम्यारिटल काउन्सिलिङमा चाहिँ विवाहभन्दा अगाडि नै अब किनकि अब अघिसम्म चाहिँ अब आमा बाउको सल्लाह लिइरहेको थियो बिहासम्म पनि फ्ल्याट्टै उनीहरूलाई छोड्नु पनि उनीहरूलाई नसुनेर श्रीमतीको मात्रै सुन्यो भनेर फेरि हाम्रोमा टन्टिङ के भन्छ त्यसलाई घोचिरहने क्या इन्डाइरेक्टली यो त बुढीको कुरा सुन्नु थाल्यो भनेर बिचरालाई झन् उडाउनु। खासमा चाहिँ परिवारले बुझिदिनु पर्यो अब चाहिँ उनीहरू वान भयो, उनीहरूको डिसिजन वान हो। सो म चाहिँ के इन्करेज भन्दाखेरि तपाईँहरूको वाननेस श्रीमान श्रीमतीको वाननेस चाहिँ देखिनुपर्छ, एउटै भोइस हुनुपर्छ एउटै। जब दुईजनाको हल्का डिभिजन देख्नु थाल्यो भने तेस्रो व्यक्ति जसले पनि चाहे त्यो नानी होस् चाहे त्यो सासू ससुरा होस् या आफ्नै आमा बाउ होस् सबैले एन्टर गरिदिन्छ। त्यसरी दुईजनाको वाननेस एउटै हौँ हामी भन्ने चाहिँ भोइस चाहिँ निस्किन आवश्यकता छ। सो सल्लाह गर्दा हामी चाहिँ के गर्छौँ, हामी सल्लाह गर्छौँ अनि हामी इन्फर्म गर्छौँ परिवारलाई अब के गर्ने भनेर सबैकोबाट थुपार्दैनौँ कि त्यहाँ डिफ्रेन्ट ओपिनियन हुन्छ, त्यसले गर्दा हाम्रो पनि भिन्दै हुन्छ। कसलाई खुसी पार्नु कसलाई नपार्नु, हामी वान हो, हाम्रो भोइस डिक्लेयर गर्ने, उहाँहरूलाई रेस्पेक्ट गर्छौँ तर
अब म्यारेजमा त हामी दुईजनाको एउटै हो सो त्यो पनि इम्पोर्टेन्ट हो अर्को चाहिँ अरूलाई इन्टरफेयर गर्नु नदिनु चाहिँ अब के हामीले कहाँ बुद्धि पुऱ्याउनु पर्छ भन्दाखेरि चाहिँ हाम्रो बााउन्ड्री लाउनुपर्छ क्या जस्तो घरमा अब बााउन्ड्री लाउँछ नि वाल लाइन्छ नि होइन धेरै समय कति समय वाल बिनाको घर छ भने बााउन्ड्री विशेष गाउँ बस्तीमा वाल बिना घर छ बााउन्ड्री छैन भने जो पनि आउँछ छिमेकी पनि इन एन्ड आउट गरिदिन्छ होइन छिमेकी कुकुर पनि इन एन्ड आउट गरिदिन्छ त्यो बारीमा होइन त्यो धेरै आफ्नो प्राइभेसी या आफूलाई थ्रेटन हुन्छ चोर पनि आउँछ जे पनि हुनसक्छ त्यो आफू सेफ्टी चाहिँ छैन बााउन्ड्री हामी किन लाउँछौँ भन्दाखेरि चाहिँ खासमा आफूलाई सेफ्टी राख्नुलाई हो नि त प्राइभेसी मेन्टेन गरेको घमण्डी भएको होइन धेरैले त घमण्डी त्यो भएको होइन तर आफ्नो प्राइभेसी आफ्नो सेफ्टी मेन्टेन गरेको सो हामी परिवारै भित्र हुँदाखेरि पनि हाम्रो नदेखिने बााउन्ड्री लाउनु एकदमै इम्पोर्टेन्ट छ जहाँ चाहिँ उनीहरू आउनु चाहन्छ वेलकम हो तर डिसेन्ट वेमा बााउन्ड्री छ भने एउटा गेट हुन्छ गेटबाट आउने हो पस्ने हो हाम फालेर आउने पनि होइन इन्टरफेयर गर्ने पनि तर हाम्रो प्राइभेसीलाई उनीहरूले हामीलाई थ्रेटन हुनु भएन केही कुरा थ्रेटन हुने बित्तिकै हाम्रो लागि त्यो वालले हामीलाई प्रोटेक्ट गर्छ नि त्यो बााउन्ड्री कहाँ लाउने फेरि आफू पनि बेसी ऊ भएर सबै कुरा भन्नु थाल्यो भने उनीहरूले पनि मौका लिन्छ सो त्यसैले म्यारेजमा चाहिँ हामी एकदमै इन्करेज गर्छौँ हामी पहिल्यैदेखि हामी पनि हाम्रो पनि परिवारहरू वरिपरि छ तर आजको दिनसम्म मलाई याद छैन कसैले हाम्रो म्यारेजमा नागेर आएर हाम्रो विवाहमा गडबड ल्याएको इभन म आफै पनि मेरो दुईजना बोजू सासूहरू हुनुहुन्थ्यो घरमा होइन मेरो आमा हुनुहुन्छ सासू आमा हुनुहुन्छ कहिले पनि आजको दिनसम्म पनि उहाँहरूले हाम्रो म्यारेजमा नागेर आएको मलाई याद छैन बिकज हामीले नदेखिने बााउन्ड्री लगाएको छ हाम्रो जहिले पनि बोली वान हुन्छ सो त्यो हुँदा चाहिँ इभन नानीले पनि इन्टरफेयर गर्नु पाउँदैन हाम्रो उसमा सो त्यो पनि एकदमै इम्पोर्टेन्ट रहेछ सो इन लज इन्टरफेरेन्सबाट रोक्नुलाई चाहिँ आफ्नो एउटा बााउन्ड्री लाउने हो वी रेस्पेक्ट यु तपाईँलाई हामी रेस्पेक्टै गर्छौँ किनकि उहाँहरूलाई हामीले रेस्पेक्ट गरेको पनि देखिनु पऱ्यो अनि उहाँहरूले पनि हामीलाई रेस्पेक्ट गर्नु पऱ्यो सो त्यो पनि यो म्युचुअल त्यसले मलाई लाग्छ आजकल प्रिम्यारिटल काउन्सिलिङमा केटाकेटीलाई मात्रै होइन बिहा गर्न आँटेको आजकल त पेरेन्ट्सहरूलाई पनि भन्नुपर्ने अवस्था छ किनकि लिटरली आजकल त किनकि फोन म्यासेज फोटो पठाउन थालेपछि घरभित्र के हुँदैछ सबै उदाङ्गो हुन्छ आजकल त आमा बाउ पोका बोकेर आइज भन्न थालिहाल्छ माइती पक्षले पनि अनि त्यो हुँदाखेरि चाहिँ मिल्ने भन्दा पनि भत्किने म धेरै केसेसहरू ह्यान्डल गरेको छु जहाँ चाहिँ दुईजनाकै आमा बाउ चारैवटा खुट्टा आठैवटा खुट्टा यहाँ पसेको केसेसहरू क्या एकदमै अनि गडबड छ कसलाई खुसी पार्ने कसलाई नगर्ने किनकि आफ्नै आमा बाउको पनि ओपिनियन मिल्दैन उसकै आमा बाउको पनि ओपिनियन मिल्दैन कसलाई खुसी पार्नु नपार्नु हर्ट गर्यो चोट पुरा लास्टमा दुईजना बुढाबुढीको बिचल्ली भएको केस छ क्या मिल्ने केसहरूमा पनि गडबड लामो तन्काइदिएको केसहरू छ सो त्यसैले हामी चाहिँ इन्करेज गर्छौँ बााउन्ड्रीको लागि है विशेष गरी इन लज केसमा नि तपाईँको यो कुरा सुन्दै गर्दा नि मलाई एउटा साइड चाहिँ हेल्दी साइड पनि यो छ तपाईँले भन्दै गर्नुभएको जसले गर्दाखेरि कपल्सहरूको रिलेसनसिपलाई बेटर गर्ने कुरा तर यो क्वेसनमा मलाई फलोअप क्वेसन भनौँ या एड अन गर्नु मन परेको चाहिँ अहिलेको जुन केसेसहरू हुँदैछ म्यारिडहरूमा किनभने जस्तै तपाईँहरूको केसेसमा ल्याउँ भने तपाईँहरू अघि भने जस्तो एउटा म्याच्योर लेभलमा म्यारेजलाई राम्रोसँग बुझ्नुभएको र एउटा हेल्दी म्यारेजलाई जिरहनु भएको केसमा हुनुहुन्छ होइन त्यसले गर्दाखेरि यो केसमा तपाईँहरू आफै पनि स्पिरिचुअली म्याच्योर हुनुभएको कारणले गर्दाखेरि डिसिजन्सहरूमा भागहरूमा तपाईँहरूले वाइज डिसिजन लिनुहुन्छ भन्ने छ त तपाईँले भन्दै गर्नुभएको कुरालाई अग्री गर्दै बट एउटा पोइन्ट आउनु सक्ने पोसिबिलिटी अहिलेको जुन केसमा हुँदैछ कि हस्बेन्ड वाइफ नै म्याच्योर छैन सो अघि हामीले अब्युजको कुरा गऱ्यौँ सो मानिलिउँ हस्बेन्डले वाइफलाई पुरा अब्युज गर्दैछ सो वाइफले यो कुरो फेरि आफ्नो प्यारेन्ट्सहरूसँग होइन आफ्नोसँग त्यो लेभलमा कुरा गर्नु उचित हुन्छ होला फेरि बााउन्ड्री राखेर होइन यो मेरो बिचको भन्दाखेरि अझै अब्युज हुने चान्सेस यसलाई हामी फेरि कसरी यो कुरासँग कसरी मिलाउन सक्ला हामीले अब त्यो जुन चाहिँ कन्फ्लिक्ट भनौँ या द्वन्द्व भनौँ त्यसको इन्टेन्सिटी है त्यसको के भन्नु त्यसको गहिराई या त त्यसको प्रभाव कुन हदसम्म त्यो विवाहलाई पारिरहेको छ त्यो अब एक्सटर्नल कुराहरूबाट आएको कारणले गर्दाखेरि जुन विवाहमा द्वन्द्व भइरहेको छ त्यसको अब गहिराई या त त्यसको जुन चाहिँ इम्प्याक्ट छ त्यो कतिको ठुलो इम्प्याक्ट भइरहेको छ अनि तपाईँले भन्नुभयो कि हस्बेन्ड एन्ड वाइफमा भएको जुन चाहिँ त्यो
द्वन्द्व आइरहेको छ त्यसलाई प्यारेन्ट्स कहाँ लाने भन्नुभयो होइन। अनि धेरैचोटि अब विशेष गरिकन हामीले कसकोबाट सहायता लिने होइन, कसलाई हामीले हेल्प माग्ने, यो विषयमा हामी एकदमै सेन्सिटिभ हुनु जरुरी छ। अब दुवैजना एकदमै म्याच्युर्ड छैन, हस्बेन्ड एन्ड वाइफ, अनि त्यसले गर्दाखेरि द्वन्द्वको कुराहरू भइरहेको छ। अनि धेरैचोटि म्याच्युर्ड नभएकोले गर्दाखेरि हरेक कुराहरू उनीहरूले आफूभन्दा ठुलाहरूलाई या त आफ्नो प्यारेन्ट्सहरूलाई उनीहरूले बताइरहेको छ। अब यस्तो केसमा चाहिँ धेरैचोटि अब एजुकेट गर्नुपर्ने स्थिति पनि आउन सक्छ, विशेष गरिकन हस्बेन्ड एन्ड वाइफलाई। फेरि अब ब्याक हामी त्यो होसकै कुरामा जान्छौँ, जहाँनिर हामी अनअवेर भएर कतिवटा कुरा नजानिकन जब हामी विवाहमा प्रवेश गर्छौँ, हामी आफै पनि नजानेको भएकोले गर्दा अनजानमा हामी बिचमा द्वन्द्व उत्पन्न भइबस्छ। सो त्यो समयमा हामीले एजुकेट गर्न सक्यौँ, या त यो द्वन्द्वमा परेका कपल्सहरूले कोही अलिकति प्रोफेसनल्स, काउन्सिलर्स या त लिडर्सहरू जसले उनीहरूलाई सहायता गर्न सक्छ अनि उनीहरूको कुरा सबैलाई बताउने होइन, तर एकदमै सेफ राख्न सक्छ, त्यस्तो व्यक्तिकोमा गएर उनीहरूले हेल्प लिन सक्यो भनेदेखि त्यसले सायद उनीहरूलाई हेल्प गर्न सक्छ। आई डोन्ट नो इफ मैले त्यो आन्सर गरेँ कि गरेन। परिवारलाई भन्ने नभन्ने विषयमा के कति समय परिवारलाई भन्दा चाहिँ परिवार राम्रो पनि हो, कति परिवार वाइज छ भने कति परिवार पनि छिटो रियाक्ट गरेर, किन उनीहरूलाई त्यो विवाहभित्र खासमा चाहिँ कहाँबाट कति समय याद हुँदैन नि, बाहिर आउटकम चाहिँ द्वन्द्व भएको मात्रै देख्छ, छोरी सफर गरेको देख्छ, उनीहरू छिट्टो इन्टरफेयर गरिदिए पठाउँछ। तर कति समय छोरीको पनि कहाँ के गल्ती छ या छोराको के भइरहेछ वाट एभर, त्यो त्यसैले एउटा न्युट्रल व्यक्ति जो चाहिँ काउन्सिलर हुनसक्छ, लिडर हुनसक्छ, जसले चाहिँ दुई पक्षलाई राखेर सुन्छ, बातचित गर्छ। किनकि धेरै समय सपोज छोरीको पक्षबाट छ भने ज्वाइँलाई झन् के हुन्छ, उता पुरा झन् डाउन अनि झन् एग्रेसिभ भइ पठाउनु पनि सक्छ। त्यसैले किनकि बुढाबुढीको झगडा परालको आगो पनि धेरै समय। तर अब एक्सट्रिम केसमा जहाँ एकदम फिजिकल द्वन्द्व भइरहेछ, त्यहाँ एकदमै शोषण भइरहेछ, सायद काउन्सिलरकोबाट हेल्प लिने आवश्यकता हुन्छ, किन आमा बाउ एकदमै पर्सनल भइ पठाउँछ नि त, अभियसली जो पनि पर्सनल हुन्छ। सो त्यसैले काउन्सिलर, त्यसले हाम्रो मण्डलीमा यस्तो व्यक्तिहरू छ जसले सहायता गरिदिनु सक्छ। एकदम मलाई लाग्छ खाँचो छ जस्तो लाग्छ क्या है, जसले सेफ्टी उहाँहरूको कुरालाई हल्ला नगरिदिने, किनकि म्यारेज एकदम सेन्सिटिभ छ होइन। सो यो पोडकास्टको अब हामी अन्ततिर आइपुगेको छौँ, तर यो पोइन्टमा हामी एकदमै क्रुसियल विषय लिएर हामीले बात गर्दैथ्यौँ, अब्युजमा। सो यदि तपाईँहरू कोही हुनुहुन्छ त्यो अब्युजबाट जानुहुँदैछ भने यहाँ पास्टर आमाले भन्नुभएको जस्तो सही व्यक्तिकोमा काउन्सिलरसँग बातचित गर्नु, किनभने कोही बेला हामी प्यारेन्ट्सकोमा हाम्रो लागि इमिडिएट सेयर गर्ने चाहिँ प्यारेन्ट्सलाई, तर प्यारेन्ट्सले कोही बेला त्यसलाई राम्रो मूल्याङ्कन नगरिकन नै आफ्नो एउटा इमोसनल एट्याचमेन्टले गर्दाखेरि आफ्नोपट्टि फेभर पनि भइपठाउँछ। त्यसले गर्दा त्यो अब्युजबाट जानुहुँदैछ भने पनि हामी तपाईँलाई एन्करेज गर्छौँ एउटा काउन्सिलर या एउटा न्युट्रल व्यक्तिसँग बात गर्नुहोस् भनिकन। तर साथै उहाँले भन्नुभएको जस्तै त्यो बााउन्ड्रीलाई पनि याद गर्ने कुरा चाहिँ छ। सो लास्ट क्वेसन छ हाम्रो यो लामो कन्भर्सेसनको अब अन्तमा आउँदैछौँ हामी, तर एकदमै इम्पोर्टेन्ट विषयहरूलाई नै हामीले छलफल गरिरहेछौँ। एक्सटर्नल कुरा जसले हस्बेन्ड वाइफको सम्बन्धलाई बिगार्नु सक्छमा त हामीले हेऱ्यौँ फ्यामिली, एक्सटेन्डेड फ्यामिली, इनलजहरूको कुराहरू, तर सँगैमा अब एकदमै व्यवहारिक, एकदमै हामी सबैले नै रिलेट गर्नु सक्ने चाहिँ फोन या सोसियल मिडिया होइन। अहिलेको टाइममा त अहिले त झन् फेसबुकमा पैसा कमाउनु लागि के कसोहरू भइरहेछ। सो त्यसले गर्दाखेरि यो फोन या फोनसँगको त्यो लगाउ, सो यो कुराले पनि म्यारेजलाई एफेक्ट गरेको छ। धेरै हामी केसेसहरू सुन्छौँ जहाँ यो कुरोले गर्दा फोनमा बेसी टाइम बिताएर मलाई टाइम दिएन भन्ने कुराहरू आएको कुराहरू छ। सो पास्टर बाउ, यो लास्ट क्वेसन तपाईँबाट नै हामी सुन्न चाहन्छौँ कि सोसियल मिडिया अनि फोन चाहिँ म्यारेजको कन्फ्लिक्ट नहुनु लागि यो ग्याजेट्सहरूलाई सही जग्गामा राखेर यसले चाहिँ बरु म्यारेजलाई बनाउने कुरा गरोस् न भन्ने हेतुले चाहिँ यसलाई सही प्रकारले रेस्पोन्सिबली कसरी चलाउनु सकिन्छ? ओके, यो एकदमै क्रुसियल विषय अनि अहिलेको समयको एकदमै जल्दो बल्दो विषय नै हो। अनि तपाईँले भन्नुभएको कुरा सही हो। फोन अनि सोसियल मिडियाको कारणले गर्दाखेरि धेरै विवाहहरूमा
समस्या पनि आएको छ। अनि पति पत्नीको बिचमा त्यो के भन्नु एउटा फाँटो भनौँ न ग्याप त्यो फोनको कारणले गर्दाखेरि निश्चय नै आएको छ। अनि जुन लेभलमा उनीहरू एकादुसरासँग इन्टिमेट हुनुपर्ने अनि त्यो इन्टिमेसी त्यो लेभलमा घनिष्ठतामा पुग्नदेखि विशेष गरिकन फोन अनि सोसियल मिडिया अनि विभिन्न अरू सोसियल प्लेटफर्महरू छ जो बेसी चाहेको भन्दाखेरि बेसी चलाएकोले गर्दाखेरि उनीहरूको पति पत्नीमा हुनुपर्ने सम्बन्धमा चाहिँ त्यो एउटा ग्याप चाहिँ निश्चय नै आएको छ। अब यसलाई हामीले समाधान अब कसरी गर्न सक्छौँ? अब यसमा चाहिँ हामी एकदमै पहिलो चाहिँ व्यवहारिक हुनु एकदमै महत्त्वपूर्ण छ। अनि फेरि इन्टेन्सनलको हामी कुरा गर्छौँ, हामी एकदमै जानी हामी यसमा लागि पर्नुपर्छ। अब पहिलो कुरो त हामी आफैलाई थाहा हुनु पर्यो कि मैले फोन चलाएको कारणले गर्दाखेरि मैले यो हदसम्म फोन चलाइरहेको छु कि यो फोन चलाएको कारणले गर्दाखेरि मेरो स्पाउस मेरो श्रीमान या मेरो श्रीमतीसँगको मेरो सम्बन्ध चाहिँ बिग्रिँदैछ भन्ने कुरा चाहिँ त्यो रियलाइजेसनमा चाहिँ हामी आउन सक्यौँ भनेदेखि चाहिँ त्यसले त्योभन्दाको उताको जुन चाहिँ हाम्रो स्टेप्सहरू छ त्यसमा त्यसले हामीलाई धेरै सहायता पुर्याउन सक्छ। तर अघि तपाईँले एउटा विषय भनिराख्नु भएको थियो, धेरैचोटि यो कुराले गर्दाखेरि या त मेरो विवाहमा समस्या छ है भन्ने कुरा धेरैचोटि हामीलाई थाहा हुँदैन, या त मैले फोन युज गर्दाखेरि यसले मेरो विवाहलाई प्रभाव पार्दैछ है भन्ने कुरा धेरैचोटि हामीले थाहा नै गरेको हुँदैन। तर त्यो एउटा रियलाइजेसनमा आउनु चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ। त्यो रियलाइजेसनमा नआइकन चाहिँ फेरि हामीले गरेको गर्नु चाहने हरेक स्टेप चाहिँ एकदमै फोर्सफुल या त जबरजस्ती गरेको जस्तै हुन्छ। सो हामी एउटा रियलाइजेसनमा आएर मैले या त हामीले हाम्रो फोन चलाएको कारण या त फोन युज गरेको कारण या त सोसियल मिडिया भनौँ या कुनै पनि सोसियल प्लेटफर्मलाई हामीले बेसी महत्त्व दिएकोले गर्दाखेरि यदि मेरो श्रीमती या श्रीमानसँगको सम्बन्ध बिग्रिँदैछ भनेदेखि दुवैजना मिलेर कतिवटा प्र्याक्टिकल स्टेप्सहरू अप्नाउन सक्छौँ। जस्तो उदाहरणको लागि हामी खाना खाएर बेडमा गइसके पछाडि हामी फोन युज नगर्ने, हामी एकादुसरासँग बात गर्ने। तर अब यो चाहिँ म्युचुअल हुनु पर्यो होइन। सो अब यसमा फेरि डिसिप्लिन पनि चाहिन्छ। यो भन्नु सजिलो छ तर यो गर्नु त्यतिकै गाह्रो पनि छ है। सो त्यसले गर्दाखेरि अब फोनको युसेज सोसियल मिडियाको युसेजले गर्दाखेरि यसले हाम्रो विवाहलाई प्रभाव पारिरहेको छ। तर यसबाट हामी जोगिनको लागि हामी एकदमै इन्टेन्सनल भएर प्र्याक्टिकल मेजर्सहरू हामीले लिन सक्यौँ भनेदेखि कुन कुरा हाम्रो लागि एप्लिकेबल छ, कुन कुरा हामी गर्नु सक्छौँ, त्यो कुराहरू हामीले गऱ्यौँ भनेदेखि हामीले धेरै यो सोसियल मिडिया फोन चलाउने कुराबाट आउने द्वन्द्वबाट हामी विशेष गरिकन बाँच्न सक्छौँ। अरू केही तिमी थप्नु चाहन्छौ कि? हामी प्रायः के गर्छौँ भन्दाखेरि हामीलाई जब किनकि बिहान उठेदेखि त मसिन सुरु भएको जस्तै जसको पनि घरमा विशेष छोराछोरी छ भने त स्कुल पठाउनुलाई लन्च वाट एभर होइन, त्यहाँदेखि आफ्नो आफ्नो काममा लाग्छ। बुढाबुढी गफ गर्ने कहिले हो? राति हो बेडमा होइन। अनि त्यति बेला फेरि के हुन्छ भन्दाखेरि दिनभरि राम्रोसँग चलाउनु पाएको छैन, आफ्नो आफ्नो म्यासेज आजकल फोनमा इमेल वाट एभर सबै फोनमै गरिन्छ नि त। ढल्केको बेलामा गर्छु, म्यासेज रेस्पोन्ड गर्छु भन्ने हुन्छ होइन। हाम्रो जस्तो काममा त झन् बेसी हुन्छ, अब यति बेसी आइसकेको हुन्छ म्यासेजहरू। तर के याद गर्न आवश्यकता छ भन्दाखेरि चाहिँ जस्तो हामी के गर्छौँ भन्दाखेरि अब हामीलाई बात गर्नु छ भने हामी ओके 10 मिनट्सभित्र हामीले गर्नुपर्ने काम गरौँ भनेपछि चाहिँ हावा जाने यता र उता हेर्न पाएन, नत्र एउटा रिल्स हेरेपछि टाइम कति जान्छ थाहा हुँदैन होइन। सो ओके 10-15 मिनट्समा हाम्रो आफ्नो आफ्नो इम्पोर्टेन्ट काम सकौँ, किनकि फोनमै पनि त काम हुन्छ नि त, रेस्पोन्ड गर्नुपर्ने भोलिको के कसो कि कति टाइम चाहिन्छ हामी त्यो पनि गर्छौँ। तिमीलाई 20 मिनटमा सक्छौ ओके। सो 20 मिनटभित्र हामी सक्छौँ। त्यहाँदेखि चाहिँ हामी लु फाइनेन्सको गफ गर्ने हो कि हामी के को छ, हाम्रो गफहरू पेन्डिङ हुन्छ नि त धेरै समय। सो त्यो गर्छौँ हामी, त्यसरी पनि एकअर्कालाई टाइम दिन्छौँ। सो किनकि नत्र भने हाबीजाबी हेरेर त्यो 1 घन्टा 2 घन्टा गएको याद हुँदैन नि त। बरु त्यो टाइममा त हामी कति मजाले गफ गरिसक्छौँ होइन। या टुगेदर हामी के हेर्न चाहन्छौँ भने लु 10-15 मिनट्समा गरौँ। फेरि हाम्रो प्रिपेरेसन प्रायः भोलिपल्टको लागि धेरै भएको हुनाले हामी धेरै स्क्रिनमै काम हुन्छ होइन, नट जस्ट फोन स्क्रिनमा पनि। सो हामीलाई गफ गर्नु छ भने चाहिँ हामी धेरै समय मेरो लागि सम्बन्ध इम्पोर्टेन्ट यो चाहिँ के हो र सोसियल मिडिया यो
अरू सबैसँग मैले होल लाइफ बिताउने होइन, मैले बिताउने उहाँ हो। अनि म यो आई विल गिभ हिम टाइम होइन। त्यो त्यही अघि इन्टेन्सनल हामी छौँ भने चाहिँ म्यारिज हेल्दी छ भने त अरू सबै सम्बन्ध त भइहाल्छ नि होइन। त्यसैले त्यो याद गर्नु आवश्यक छ, को प्रायोरिटी छ यो टाइममा। ओके, सो यो फोन सोसियल मिडियाहरू यसो सुन्दाखेरि साधारण सुनिन्छ। मलाई अहिले तपाईँहरूले भन्दै गर्नुहुँदा श्रेष्ठ गीतको याद आउँदै थियो क्या, त्यहाँ यो सानो फेउराहरू पक्रिदेऊ जसले मेरो दाखबारी बिगार्दैछ भने जस्तो है। फोनहरू कोही बेला हामी युथहरूलाई, टिन्सहरूलाई, नानीहरूलाई यसमा बेसी केयरफुल हुनु लाउँदै गरेको हुन्छ, तर हाम्रै विवाहित जीवनलाई यसले यस्तो बिगार्दै गरेको हुन्छ। अनि तपाईँहरूले दिनुभएको त्यो प्र्याक्टिकल मेजर्सहरू, व्यवहारिक स्टेप्सहरू, कदमहरू जो हामी उठाउन सक्छौँ, मलाई लाग्छ यो सानसानो स्टेप्सहरूबाट एउटा त हाम्रो इन्टेन्सनलिटी देखिन्छ। हामी म्यारिड लाइफलाई या हाम्रो म्यारेजलाई हेल्दी बनाउनेमा हाम्रो प्रायोरिटी, साथै पार्टनरलाई दिएको प्रायोरिटी पनि है तपाईँले भन्नु जस्तो। सो मैले जीवन बिताउनु पर्ने व्यक्तिलाई यो फोनभन्दा बढी दिएको प्रायोरिटी। सो भेरी इम्पोर्टेन्ट कन्भर्सेसनहरूको अब हामी अन्त्यायौँ भनौँ यो भागलाई। म आशा गर्छु जसरी मेरो लागि यहाँ प्रभुको जनहरू पास्टर बाबु पास्टर नियामासँग बसेर उहाँहरूबाटको यो प्र्याक्टिकल पास्टरल अनि साथै काउन्सिलिङको विजडमहरूलाई सिक्दै गर्नु, सुन्दै पाउनु मेरो लागि ठुलो एउटा प्रिभिलेज, प्लस म आफूलाई मूल्याङ्कन गर्नु पाउँदै थिएँ। अनि म पर्सनली थ्याङ्क यू भन्न चाहन्छु तपाईँहरूलाई। अनि साथै तपाईँहरू जो पनि हाम्रो लिसनर्सहरू हुनुहुन्छ, तपाईँहरूको लागि पनि यो आशिष मिलेको छ भनेर हामी आशा गरिरहेको छौँ। हामीले यो एपिसोडमा धेरै कुराहरू हेऱ्यौँ, बिब्लिकल फाउन्डेसनहरू हेऱ्यौँ, डिफ्रेन्सेसहरू हेऱ्यौँ, हेल्दी अनि अनहेल्दी म्यारेज, स्वस्थ अनि अस्वस्थ विवाहको विषयमा बातचित गऱ्यौँ, धेरै कुराहरू। अनि यो सबै कुराहरूमा विशेष उफ्रिँदै गरेको कुरा भनौँ न चाहिँ इन्टेन्सनालिटी थियो। सो हामी एकदमै जानी बुझिकन यसमा हाम्रो विवाहलाई स्वस्थ बनाउनु पर्ने कुरामा लागि पर्नु परेको छ। नो म्याटर हाम्रो विवाहित जीवनमा हामी कति वर्षदेखि छौँ म्याटर गर्दैन। किनभने मैले सुरुमा पनि भन्दै थिएँ ग्रे डिभोर्स, कि अहिले त विवाह धेरै वर्ष भएको विवाहहरू पनि तोडिँदैछ, किन इन्टेन्सनल नहुँदा नै हो। सो यो भागहरूलाई हामीले याद गर्नुपर्ने कुरा छ। तर यो आजको कन्भर्सेसन नै इनफ चाहिँ छैन। हेल्दी म्यारेज अनि जसले हेल्दी फ्यामिली बनाउनु सक्छ, यो विषयमा अझै हाम्रो व्यवहारिक बातचितहरू छ। हामीले कम्युनिकेसनको कुराहरू सुन्यौँ, संवाद हुनु किन इम्पोर्टेन्ट छ यसलाई अझै हामी गहिरो रूपमा पनि हेर्नेछौँ। सो यो एपिसोडलाई हामी यहाँ एन्ड गरिरहेको छौँ, तर तपाईँहरूलाई हामी प्रतीक्षा गर्नुहोस् भन्छौँ, किनभने हामी अझै व्यवहारिक कुरा विवाहमा त्यो टुल्सहरू जसले विवाहित जीवनको ब्युटीलाई खोताल्ने काम गर्छ, विवाहित जीवनभित्र प्रभुले राखिदिएको आनन्दलाई निकाल्ने काम गर्छ, त्यो कुरालाई अझै हामी आउँदो एपिसोडमा चर्चा गर्नेछौँ। तर अहिलेलाई भने हामी हजुरहरूबाट बिदा लिइरहेको छौँ। त्यति बेलासम्म तपाईँको विवाहित जीवनमा इन्टेन्सनल हुनुहोस्, प्रार्थना गर्नुहोस्, कम्युनिकेसनलाई बढाउनुहोस्। अनि फेरि हामी आउँदो एपिसोडमा अझै पास्टर बाबुबाट, पास्टर नियाबाट सिक्नेछौँ। तबसम्मलाई थ्याङ्क यू, टेक केयर, जय मसीह।